स्वागत छ यहाँलाई बिएफए पोडकास्टमा। धन्यवाद हजुरलाई पनि। मलाई यो मेडिटेसनतिर अध्यात्मतिर भनौँ अलिकति रुचि पनि छ आफूलाई पनि। हजुर। र आज तपाईँसँग अध्यात्मका विषयमा, योगाका विषयमा, धार्मिक चिजहरूका विषयमा होइन, मेडिटेसनका विषयमा कुरा गर्न पाउँदा खुसी लागेको छ। र मलाई यो उमेरमा, कलिलो उमेरमा भनौँ न होइन, यतातिर हजुरको प्रभावकारिता बढ्नुको कारण चाहिँ के हो? होइन यस्तो रहेछ, अब मलाई पनि पहिला चाहिँ लाग्थ्यो होइन, मेडिटेसन स्पिरिचुअलिटी भनेको चाहिँ रिटायरमेन्ट लाइफमै गर्ने भन्ने त लाग्थ्यो पहिला। त्यही भएर पहिलादेखि नै एउटा उमेरमा पुगेपछि चाहिँ धार्मिक हुनुपर्छ भन्ने चाहिँ पहिलादेखि थियो होइन। त्यो चाहिँ नर्मली 50 कटेपछि होइन, अरूले जसरी हेर्छन्, हजुरले पनि सायद त्यही सोचेर भन्नुभयो होइन। तर रिजन चाहिँ अब मेरो आफ्नो बुझाइले त होइन होइन, विभिन्न जिन्दगीको दौडधुपका अप्ठ्याराहरूको कारणले नै गइयो। तर स्पिरिचुअलिटी भनेको चाहिँ युथमै गर्ने कुरा हो कि, अब यसको मतलब अरू छोडेर जाने पनि होइन होइन, सानो एउटा पार्ट चाहिँ गर्ने। अब म चाहिँ कसरी गएँ त भन्दा, अब लाइफमा केही डिफ्रेन्ट गरौँ होइन, अब त्यसको लागि फिल्म इन्डस्ट्रीमा स्ट्रगल गर्न आइरहेको थिएँ। अब त्यो गाह्रो भइरहेको थियो। अब त्यसमा खोजी गरिन्छ नि त, अब के गर्दाखेरि चाहिँ सहज हुन्छ त होइन। फिजिकल्ली स्ट्रङ हुनु पऱ्यो, मेन्टल्ली स्ट्रङ हुनु पऱ्यो, इमोसनल्ली स्ट्रङ हुनु पऱ्यो। अनि अब जुन क्षेत्रमा म छु अब त्यसकै ट्रेनिङ लिने कुरा पनि छँदैछ होइन। अब अभिनय सिक्ने हो कि होइन, स्क्रिप्टका कुराहरू, यताउता डान्सका कुराहरू त्यो त छँदैछ। त्यो बाहेक पनि अब विशेष गरेर चाहिँ एक्टिङको जुन ट्रेनिङ हुन्थ्यो नि, त्यति बेला चाहिँ मेडिटेसनको कुरा चाहिँ त्यहाँ पनि आउँथ्यो कि, मेडिटेसन गर्नुपर्छ, एक्टरले मेडिटेसन गर्नुपर्छ भन्ने कुरा त्यहाँ पनि आउँथ्यो। तर ठ्याक्कै एक्ज्याक्टली टर्निङ पोइन्ट भनेको चाहिँ एउटा पोइन्टमा पुगेर चाहिँ म एकदमै विक भएको थिएँ कि, त्यसै पनि स्ट्रगल चलिरहेको थियो। अनि धेरै गाह्रो भइराख्दा अनि हुन्छ नि लाइफमा डिसिजन लिनुपर्ने मोड आउँछ नि धेरैजनालाई, जो व्यक्ति चाहिँ समाजले, परिवारले भनेको धारणाभन्दा विपरीत तरिकाले, आफ्नो तरिकाले आफूलाई जे मन लागेको छ त्यो गरिराखेको, स्ट्रगल गरेको पिरियडमा एउटा टाइम त सबैलाई आउँछ कि उसले डिसिजन लिनुपर्छ कि, किनभने एउटा सर्टेन उमेरमा पुगेर बिहे गर्नुपर्छ होइन, त्यो सब एउटा सर्टेन उमेरमा बच्चा बच्ची हुन्छ, या यति टाइमसम्ममा चाहिँ सेटलमेन्ट हुनुपर्छ। अनि त्यो अहिले म हिँडिराखेकोमा त्यो सम्भव भइरहेको छैन भनिसकेपछि फाइनल डिसिजन त लिनु पऱ्यो। म जिन्दगीलाई सेटलमेन्ट गर्ने कि मैले आफ्नो भित्रको जुन आफ्नो स्वभाव छ त्योसँग त्यसलाई चाहिँ कन्टिन्यू गर्ने, चाहे मेरो परिवार होस् कि नहोस् होइन, त्यो होस् कि यो जुन डिसिजनको एउटा मोड हुन्छ नि, त्यस्तै मोडमा चाहिँ होइन। मलाई ठ्याक्कै एकजना फिल्ममा जस्तो मैले कामको लागि कुरा गर्दा एकजनाले मलाई ठ्याक्कै भन्नु पनि भयो क्या, के भन्नुभयो भन्दा विदेश जा, अनि त्यसै पनि घरबाट आइरहन्छ। मैले देखेको छु यो इन्डस्ट्री मैले विदेश नगएर म यहाँ धोका पाइरहेको छु, खुर्का विदेश जा, बरु पैसा कमाएर आएर फेरि जोइन गर। अनि अब डिसिजन त लिनु पऱ्यो, म आफैलाई पनि लागिरह्यो। अनि गर्दाखेरि चाहिँ त्योभन्दा अगाडि चाहिँ मैले यी कुराहरू युट्युबमा हेरेको थिइनँ भन्दा नि हुन्छ होइन, खासै खोजिँदैन, त्यो खालि फिल्मका कुराहरू होइन, यस्ता कुराहरू हेरिन्थ्यो। अनि पछाडि चाहिँ अब त्यो एउटा सानो कुरा, डाक्टर योगी विकासानन्द भन्ने मान्छेसँग मेरो इन्काउन्टर भएको थियो सर्वनाम थिएटरमा होइन। उहाँले त्यहाँ 1-2 घन्टाको प्रोग्राममा मलाई त्यो क्लिक भयो एक त कि स्पिरिचुअलिटीको कुरा चाहिँ उहाँले मोटिभेसन दिनुभएको थियो 2 घन्टाको। त्यति बेला उहाँले केही कुराहरू गर्नुभएको थियो जुन कुरा चाहिँ मलाई त्यति बेला याद आयो कि, जस्तो उहाँले ह्याप्पिनेसका कुरा गर्नुभएको थियो, उहाँले चाहिँ हुन्छ नि कलाका कुराहरू गर्नुभएको थियो, अनि जीवनका केही कुराहरू गर्नुभएको थियो। मलाई ठ्याक्कै एन्सर नै त्यहाँबाट याद नभए नि ओहो भन्ने भयो। मोटिभेसन, मेडिटेसन, योगा होइन, यस्ता कुरा त्यो चिज खोज्न थालेँ कि मैले। त्यताबाट प्रभावित पहिलो ट्रिगर चाहिँ त्यही हो, त्यस पछाडि त खोज्दै गयो, दौडिँदै गयो होइन। पहिला विकासानन्दलाई फलो गर्नुभएको थियो? त्योभन्दा अगाडि त नाम त सुन्या हो, नाम त उहाँ पहिला पपुलर हुँदै सुनेको हो होइन। मलाई त्यो चिज ट्रिगर भयो, त्यही भएर विकासानन्द गुरु पनि काहीँ न काहीँ मेरो उसमा चाहिँ नाम चाहिँ उहाँ जोडिनुहुन्छ क्या। त्यो उहाँको कुरा नगरिकन कम्प्लिट हुँदैन।
ओसो हो गुरु त होइन। पछि अब करिब मैले सुरुमा सुने मैले उहाँकै म रोकिएकै चाहिँ उहाँको भिडियोले हो क्या। अब सिधा भन्नुपर्दा चाहिँ म रोकिएँ, मैले त्यो अब आफै भित्रको आवाज सुन्नुपर्छ भन्ने सिलसिलामा मलाई रोक्ने काम कम्तीमा 6 महिना जति उहाँले गर्नुभयो। त्यस पछाडि जब ओसोलाई भेटियो, ओसोको नाम पनि मैले उहाँकै मुखबाट सुनेको। डाक्टर योगी विकासानन्दको भिडियो हेर्दै गर्दा उहाँले मलाई अद्भुत लाग्थ्यो विकासानन्द त्यति बेला होइन। नर्मल मेरो आफ्नो नर्मल जीवनमा उहाँलाई हेर्दा अद्भुत लाग्थ्यो। ओहो मैले लगभग यही टाइपको हो मैले खोजेको जस्तो नि लाग्थ्यो कि, तर ठ्याक्कै हो भन्ने चाहिँ लाग्दैन थियो। उहाँले भन्नुभएको थियो कि एकजना अद्भुत व्यक्ति यस इतिहासका एकदमै उहाँको स्टाइल छ नि त, एक अद्भुत व्यक्ति बहुत अद्भुत यो युगमा मान्नुपर्ने एक मात्र व्यक्ति टाइपले भन्नुहुन्थ्यो। उहाँको नाम लिँदा ओसो रजनीश भनेर चाहिँ एउटा उहाँको भनाइ उहाँले भन्नुभयो। अनि अरे यार मैले जो मान्छेलाई अद्भुत भनिरहेको छु उसले इतिहासकै अद्भुत भनिरहेछ भनेपछि त त्यही मान्छेलाई म खोज्छु भन्ने त हुन्छ नि त। अरे ओसो भन्ने यो नाम त कता कता नसुने त होइन। भेट्नु कसरी भयो? मैले ओसोलाई खोजी गरेँ ओसोको युट्युबमा होइन। ओसो मेडिटेसन सेन्टर इन नेपाल भनेर खोजेँ, त्यति बेला थिएन। ओसो तपोवनले त्यति बेला केही सुरु गरेको थिएन। कहिलेको कुरा हो? आज 5-6 वर्ष अगाडिको कुरा हो। म काठमाडौँ आएको चाहिँ 7-8 वर्ष भयो होइन। 2 वर्ष त्यस्तै लामो स्ट्रगल नै चलेको थिएन त्यति बेला। त्यसपछि ओसो खोज्यो अनि अब बुक होइन, ओसोको चाहिँ बुकको कुरा आयो। अनि अब ओसोको बुकको लागि चाहिँ गयो। अब म चाहिँ मेरो चाहिँ त्यति बेलासम्म चाहिँ अहिले चाहिँ त्यस्तो जिन्दगीमा होइन परमात्माले जता लानुहुन्छ आफू तयार हुँदै जाने हो। तर त्यति बेला चाहिँ म एकदम स्ट्रिक्टली हरेक कुरालाई नोटै गर्थेँ क्या। अब मैले गर्नुपर्ने के त होइन, मैले जस्तो मेडिटेसन योगा भनेर लेखिसकेँ होइन। अब त्यसभित्र पनि ओसो भन्ने नाम आयो एकजना, हो यो ओसो भन्नेलाई मैले नोट गरेँ। यो जसलाई चाहिँ मैले अब अध्ययन गर्नुपर्छ। अब उहाँको चाहिँ किताब होइन। अनि ओसोको किताब किन्नलाई बागबजार गयो। आध्यात्मिक कुरा खोज्दै गएको नि त। बागबजार जाँदाखेरि चाहिँ अब मैले चाहिँ के भन्ने त मलाई त थाहा छैन नि त, ओसो के हो भन्ने पनि थाहा छैन के हुन्छ। अध्यात्ममा भन्नुपर्दा विकासानन्दको स्पिच बाहेक केही छैन। पुरानो म त नास्तिक मान्छे होइन। ट्रेडिसनल जुन धर्म छ नि त त्यो पण्डित पुरोहितहरूको त कर्मकाण्ड, यो त केही नमान्ने मान्छे। अनि जीवन ट्रान्सफर्मेसन हुन्छ मेडिटेसनले भन्ने हिसाबमा चाहिँ अब त्यो खोजेको। अनि उहाँको केही थाहा नभएकोले चाहिँ मलाई ओसोको सबैभन्दा खतरा किताब चाहियो भन्दाखेरि चाहिँ सम्भोग से समाधि। उहाँले ल भाइ यो लैजाऊ सम्भोग होइन, मलाई सम्भोग से समाधि होइन, मलाई चाहिँ त्यो स्पिरिचुअलिटीको कुरा चाहियो क्या, यो सम्भोगको कुरा होइन। अनि होइन यो स्पिरिचुअलिटीकै कुरा हो, यो सबैभन्दा पपुलर हो। अनि फेरि मेरो आफ्नै जिद्दी चाहिँ सबैभन्दा खतरा पनि चाहियो कि धेरै चलेको पपुलर होइन। ठ्याक्कै विषयवस्तु तोकेर टपिक त थाहा छैन नि त केमा बोल्नु भएको छ। मेडिटेसनका नि कुरा त थियो तर जस स्पिरिचुअलिटीको। अनि पछि चाहिँ अब ओसोको अरू धेरै चिजहरू नि पढिहालिन्छ। यो पपुलर हो भने सुरुमा चाहिँ यो पढौँ न त भन्ने भयो। अनि उहाँबाट आइसकेर किताब खोल्दै गर्दाखेरि नि मलाई चाहिँ होपफुल चाहिँ थिइनँ कि म आध्यात्मिक व्यक्तिहरूसँग। यो डाक्टर योगी विकासानन्दलाई म आध्यात्मिक व्यक्ति भनेर चिन्दिनँ थिएँ, मतलब मैले मान्दिनँ थिएँ। हुन त उहाँ त स्पिरिचुअल फिगर नै हो, म चाहिँ एउटा मोटिभेसनल स्पिकर, एउटा चाहिँ हुन्छ नि के भन्ने त्यसलाई अब खासै सबै छोडेर चाहिँ भागेको जस्तो लाग्दैन नि त। उहाँ त गर यो गर जिन्दगीमा मिनिङफुल काम गर भन्नुहुन्छ नि त। अनि त्यो भएर चाहिँ मैले उहाँलाई फलो गरेको। अब पुरा दारी सारी पालेर चाहिँ पुरै साधु भएको साधुहरू त मलाई त मन पर्दैन थियो नि त त्यति बेला होइन, पशुपतिमा देखिरहेको। तर बा अब ओसो भने त ओसो बा डाक्टर योगी विकासानन्दको पनि स्रोत होइन, समस्त अहिलेका आधुनिक गुरुहरूको पनि स्रोत होइन। तपाईँले स्पिरिचुअलिटी अध्ययन गर्नुहुन्छ अरूको पनि अनि ओसोको पनि। पछि मलाई थाहा भयो डाक्टर योगी विकासानन्दको पनि जुन नलेजको सोर्स छ अनि उहाँ सबैको आफ्नो ज्ञान पनि हुन्छ, तर एकदमै प्रभावित चाहिँ उहाँबाट रहेछ क्या। मैले ठ्याक्कै डाक्टर योगी विकासानन्दलाई मन लाग्दै होइन ठ्याक्कै उहाँप्रति म ठ्याक्कै डिस्कनेक्ट भएको चाहिँ उहाँबाट मैले जुन चिजहरू अद्भुत कुराहरू सुन्थेँ त्यो सबै चाहिँ उता के ओसोको बुकहरूमा चाहिँ सबै A to Z उहाँले आफ्नो तरिकाले भन्नुहुन्थ्यो।
अब मैले जे भन्छु नि त्यो पनि ओशोकै हुन्छ, तर म चाहिँ सिधै ओशोको सन्यासी हुँ, ओशोको मेडिटेटर छु, म एउटा मिडियम हुँ होइन। मैले चाहिँ सोर्स नै ओशो भन्छु होइन। हुन त आफ्नो अनुभवकै कुराहरू भनिने हो होइन। अब ओशोका त धेरै कुरा हुन्छ, कसले कसरी बुझ्छ भन्ने कुरा हो। एक तरिकाले भन्नुपर्दा त मेरै हो, तर पनि काहीँ न काहीँ अब त्यो भयो। तर उहाँ चाहिँ स्रोत भयो अनि उहाँको पनि अब त्यो एनाउन्समेन्ट नभए पनि त्यो बुझिन्छ, त्यो बुझ्नेले बुझ्छ। उतै हो सबै सद्गुरु हाम्रो अहिले जति पनि मोटिभेसनल स्पिकरहरू छन् नि इन्डियामा, बिजनेस स्पिकरहरू सबै उतै हो। त्यो दुवै चिजहरू बुझ्ने अलिकति समझ भएकोले त्यो बुझिहाल्छ। त्यही भएर मैले नि सक्थेँ, म आफै जस्तो हाम्रो जीवन विज्ञानको गुरुहरू ओशोको सन्यासी हो, जस्तो मैले पनि अब हाइलाइटमा आउनुभन्दा अगाडि नै ओशोलाई ट्याक्क छोडेर होइन भित्रभित्र ओशोलाई पढ्ने अनि आफ्नै ध्यान योग बनाएर खडा गर्ने हो भने त म पनि विश्व प्रसिद्ध गुरु त बन्न सक्छु, जबकि ओशोको नामै नलिकन। तर म किन त्यो टाउको दुखाइरहने, आखिर परमात्माले अब जता जता लैजानुहुन्छ होइन, आफ्नो इगो किन छोड्ने। हजुरले ओशोलाई फिजिकली भेट्नु भएको छ? कहाँ भेट्नु, म जन्मेकै थिइनँ। अघिल्लो जन्ममा भेटेको थिएँ कि जस्तो लाग्छ। होइन, अध्यात्ममा मेडिटेसन गर्दै गर्दा झुलुक्क आउनुहुन्छ। आए त हुन्थ्यो, तर होइन फिलिङ्स चाहिँ हुन्छ जस्तो ओशो अहिले पनि होइन भन्छन् नि। अब यो जो भगवान्लाई प्रार्थना गर्छन् नि, प्रार्थना अब मैले भगवान्लाई भेटेँ भन्नुहुन्छ होइन, सपनामा यो भगवान् आउनुभयो भन्नुहुन्छ। अझै पनि अहिले चाहिँ कोनी होइन, अब तिब्बतमा जब चाइनाले हमला गरेको थिएन, अहिले पनि छ भन्छन् होइन। अहिले चाहिँ कोनी जस्तो दलाई लामाहरू त्यहाँ हुन्जेल बुद्धले कमिटमेन्ट गरेर जानुभएको थियो होइन। एउटा सर्टेन कमिटमेन्ट छ बुद्धको, जुन क्राइटेरिया फलो भइरहेको थियो कि 500 जना अब कुन योग्यताका साथ भिक्षु भन्ने भयो, तर ठ्याक्कै 500 जना, एकजना कम हुनु भएन, त्यो क्राइटेरिया पुरा हुनु पर्यो। बुद्ध पूर्णिमाको दिन विशेष तयारीका साथ चाहिँ त्यो भिक्षुहरू विशेष उहाँले दिनुभएको मन्त्र साधना जेसुकै भनौँ होइन, बुद्ध प्रेजेन्ट हुने क्या, अनि उहाँले चाहिँ सन्देश दिने। त्यो अहिले चाहिँ अब त्यो बुझ्नुपर्छ, सायद छैन होला, तर यस्तो साइन्सहरू छ। अनि ओशोले चाहिँ धेरै अप्ठ्यारो कमिटमेन्ट गर्नुभएको छ क्या। अब त्यसरी फिजिकली प्रेजेन्ट हुनुहुन्न एउटा कुरा चाहिँ। अनि ओशोले सन्यासी मार्फतबाट काम गर्नुहुन्छ। यदि सन्यासी तयार भयो भने सायद म पनि तयार हुँदैछु होइन। अब जति पनि काम हुन्छ होइन, नर्मली मलाई कसैले अध्ययन गर्यो भने अहिलेकै मेरो ट्रान्सफर्मेसन पनि मेरो विगतलाई खोज्दै जाने हो भने अलिकति अपत्यारिलो लाग्छ होइन। पछिल्लो दिनहरूमा अब के होला, अहिले अब 27-28 वर्षको उमेरमा छु, अब त्यो सबै ओशोले काम गरिरहनु भएको हुन्छ क्या। तर त्यसरी देखिनुहुन्न, तर फिलिङ्स चाहिँ हुन्छ। जस्तो मलाई अब इन्लाइटेनमेन्ट नहुन्जेल त तनाव हुन्छ होइन। अब सबै चिजहरू संसारमै छु भनेपछि तनाव हुन्छ, अनि एउटा एक्सट्रिमले हुन्छ नि। हुन त अहिले त म डेली नै ओशोको मेडिटेसन गर्छु, अनि बेलुका चाहिँ म ओशोको फोटो मात्र आटक गर्छु कि। त्यो मैले ओशोकै फोटो मात्र आटक गरेको धेर भएको छैन, तर त्यसले मलाई अद्भुत परिणाम दिइरहेछ कि। त्यो भनेको ओशोको फोटो हुन्छ, ओशोको आँखामा चाहिँ एकरो हेरिरहने क्या बेलुका। ओशोले कमिटमेन्ट गरेका अरू धेरै कमिटमेन्ट मध्ये एउटा चाहिँ यो माला दिनुभएको छ। यो मेन चाहिँ ओशोको चाहिँ माला हो है। ओशो जुन मसँग ओशोको नन फिजिकल बडी जुन प्रेजेन्ट हुन्छ, यदि म समर्पित भएँ भने यो मालामा चाहिँ ओशो प्रेजेन्ट हुनुहुन्छ कि मसँगै। मैले गर्ने हरेक काममा चाहिँ ओशोको साथ हुन्छ कि, या मैले गर्ने हरेक गलतमा पनि ओशो भागीदार बन्नुहुन्छ कि। त्यो मैले चाहिँ ख्याल गर्नुपर्छ भनेको। अब यो मालामा ओशोको फोटोमा 40 मिनटसम्म आँखा नझिम्काइकन हेऱ्यो भने ओशोले भन्नुहुन्छ एउटा पोइन्टमा आइसके पछाडि अब कनेक्सन यहाँबाट सुरु हुन्छ। जब ओशोसँग कनेक्सन भयो, हुन चाहिँ उहाँले भन्नुभएको छ यो मालामा चाहिँ कन्टिन्यू हेऱ्यो भने चाहिँ कनेक्सन ठ्याक्कै बिल्डअप भएको दिन यो त्यो माला तिमीले देख्दैनौ, यो खाली देख्छौ भन्नुहुन्छ होइन। म चाहिँ मालै देखिरहेको छु। अरू कतिजना होला नि जसले चाहिँ अब यो प्रयोग कसै नगर्न नि सक्छन् धेरैले, तर एउटा डिस्कोर्समा यो छ। अनि अरू कुरा गर्दाखेरि चाहिँ अब मेडिटेसन गर्दै जाने, अनि हाम्रो स्वामीजीलाई मैले एकचोटि सोद्धा चाहिँ त्यो बुद्धकै कुरा गरेर ओशोसँग हामीले
यसनी संवाद गर्नुपर्दा के गर्नुपर्छ भन्दा चाहिँ हाम्रो ओस एक त अब समर्पित हुनु पर्यो। समर्पण बिना कोही पनि जस्तो अहिले पनि जस्तो कृष्ण होइन कति हजारौँ वर्ष अगाडि उहाँको कमिटमेन्ट अनुसार चाहिँ समर्पण हुन्छ भने जस्तो मेरो अगाडि तपाईँ उभिए जस्तो त हुँदैन होइन, तर उहाँको ऊर्जा चाहिँ मैले इनसाइडमा फिल गर्न सक्छु कि ट्रान्सफर हुने जसले पनि उहाँको प्रेजेन्ट हुन्छ र उहाँको गाइडेन्स चाहिँ पाइन्छ कि कुनै पनि त्यस्तो उहाँले कमिटमेन्ट गरेको जस्तो अब धेरै मिस्टेरियस कुराहरू गयो होइन, धेरैजनालाई अलिकति के हो के जस्तो नि लाग्ला। धेरै चिजहरू अहिले चाहिँ के हो जस्तो लाग्छ, जस्तो मूर्तिका कुराहरू भए होइन, सर्टेन मन्त्रका कुराहरू भए, यी कुराहरू अनि सर्टेन प्र्याक्टिसहरू यो चाहिँ गुरुले कमिटमेन्ट गरेर दिनुभएको। त्यसमै केही साइन्स छ सवालै होइन कि, मात्र उहाँले मेरो यो चिजमा चाहिँ तिमीले सर्टेन तरिकाले यो चिजहरू गर्यौ भने तिम्रो लागि चाहिँ म एभाइलेबल हुन्छु नन फिजिकल्ली, या तिमीले मबाट सन्देश पाउँछौ, तिम्रो स्पिरिचुअल गाइड कम्तीमा मैले गरिराख्ने छु भनेर चाहिँ कमिटमेन्ट गरेर हुन्छ। र अहिले त यी जति पनि मूर्ति छन् त्यो एउटा सांस्कृतिक महत्त्व बाहेक आध्यात्मिक महत्त्व बोकेको मन्दिर छैन नै भन्छन् लगभग होइन। भनेको कस्तो जस्तो त्यसरी कमिटमेन्ट भएको क्यारी छैन कि, अब किनभने यताको कमिटमेन्ट पनि पुरा हुनुपर्छ नि त। हनुमान चालिसा पढ्यो भने चाहिँ नन फिजिकल्ली अभाइलेबल हुने भन्ने कुरा हो जस्तो त्यसको कि त हुनु पर्यो नि त, पढ्ने कसरी होइन, त्यसको त कि चाहिँ छैन भन्नुहुन्छ कि ओसोले स्वयं भन्नुहुन्थ्यो। कसैको पनि कि जस्तो बुद्धको थियो अब अहिले छ कि छैन होइन। जस्तो हिन्दू एकदमै यस सम्बन्धी गहिरो साइन्स बोकेको भनेको बुद्धिज्म र हिन्दुइज्म हो होइन। हिन्दुइज्ममा होला कि भित्रभित्र, तर अहिले हामीले जति पनि ट्रेडिसनल सोकल्ड धार्मिकहरू मन्दिर गएको यिनीहरूमा त छैन नै, तर जोसँग छ उनीहरूको बारेमा चाहिँ कसैलाई पनि थाहा हुन्न कि सायद होइन। इन्डियामा चाहिँ इन्डियामा एकदम रहस्यदर्शीहरू अझै हुनुहुन्छ नि त, अनि उहाँहरूको शिवसँग कृष्णसँग होइन पतञ्जलीसँग उहाँहरूसँग चाहिँ त्यसरी कनेक्सन भइरहेको। जस्तो अरविन्द हाम्रो जुन श्री अरविन्दको चाहिँ कृष्णसँग जुन हाम्रो यता के भन्छ महात्मा गान्धीले चाहिँ स्वतन्त्रताको अभियान चलाउँदै गर्दा त्योभन्दा जस्ट अगाडि श्री अरविन्द भन्ने हुनुहुन्थ्यो, उहाँ चाहिँ कृष्ण भक्त होइन। अनि उहाँले लडिरहनु भएको थियो कि यसको आवाज चाहिँ, अनि पछाडि चाहिँ कृष्णले चाहिँ अब यो कति सत्य हो होइन, अब मलाई ठ्याक्कै त्यो प्रमाणितका साथ भन्ने कुरा त आएन, ठ्याक्कै उहाँले चाहिँ कृष्णले चाहिँ यो काम गर्नको लागि एउटा व्यक्ति आउँछ, तिमी चाहिँ भित्र बसेर साधना गर्ने अनि त्यसलाई चाहिँ ऊर्जा पास गर्ने भनेको। त्यो भनेको को आउनुभयो? महात्मा गान्धी आउनुभयो होइन। अनि ओसोले पनि भन्नुहुन्छ महात्मा गान्धी झट्ट हामीले बाहिरबाट पक्र्दाखेरि स्वतन्त्र सङ्ग्रामको भारतको महात्मा गान्धी जस्तो लाग्छ, तर महात्मा गान्धीको फिजिकल बडी उहाँको जुन क्यापेसिटी छ त्यो जस्ट इन्स्ट्रुमेन्ट हो। जस्तो अघि मैले भने नि जस्तो मैले केही काम गरेँ भने त्यो काम चाहिँ ओसोबाट भएको हुन्छ भनेर, त्यस्तै इन्स्ट्रुमेन्टल हो। तर श्री अरविन्दले चाहिँ भित्र बसेर त्यो ऊर्जा दिइरहनु भएको थियो। त्यो ऊर्जा कृष्णबाट प्राप्त भइरहेको थियो, गाइडेन्स चाहिँ उताबाट प्राप्त भइरहेको। यी चिजलाई ठ्याक्कै बिलिभ गर्नुपर्छ भन्ने पनि होइन, त्यसरी मैले भनिरहेको होइन, जस्तो यो चिजहरू नि छ है। अब यसलाई फेरि मैले अन्धविश्वास फैलाउन खोजेको होइन, म साइन्टिफिक तरिकाले नै मान्छेसँग कुरा गर्ने मान्छे हो। म चाहिँ फेरि साइन्टिफिकल्ली म कन्भिन्स गरेर कुनै पनि कुरा साइन्सभन्दा बाहिर छ भने म त्यो कुरै गर्दिनँ। जस्तै यसलाई कनेक्ट गर्नु पऱ्यो भने कसरी कनेक्ट गर्ने होइन, यसलाई त यसरी नै बुझ्ने हो, यसलाई चाहिँ कुरै नगर्ने हो साइन्टिफिकली जाने भने। अब यो जो बिना साइन्स पनि चाहन्छ आउँदा भयो, ध्यान गर्ने हो, मसँग टेक्निक छ ध्यान गर्ने। अब यो अनुभव यो कनेक्सन चाहिँ मैले पनि बिल्डअप गरेको छैन, जस्ट यस्तो पनि छ है भन्ने कुरा मात्रै हो कि। जस्तो यस्तो नन फिजिकल कनेक्सन ऊर्जा पास गर्ने कुराहरू होइन, यो चाहिँ अब होला कुनै दिन त्यस्तो होला, यदि भएछ भने पनि म यस्तो छ भनेर पक्कै भन्दिनँ होइन। किनभने चमत्कार अध्यात्ममा चाहिँ एक त मसँग कुनै चमत्कार छैन, अर्को कुरा त भएछ भने पनि म अहिलेको भन्दा पनि सामान्य अवस्थामा हुनेछु। तपाईँले मैले ओसो र विपस्सनामा फरक के छ भनेर सोध्यो भने विपासना मैले एउटा भिडियो नि बनाएको थिएँ होइन युट्युबमा, फरक भनेर छ होइन, तर विपासना मेडिटेसनको बारेमा बनाएको थिएँ अलग्गै ओसोको मेडिटेसन। अनि मैले सोध्यो भने चाहिँ के फरक छ भनेर सोध्यो भने लगभग गर्ने काम त एउटै हो। यस्तो विपासना मेडिटेसन भनेको चाहिँ वान अफ द मोस्ट पावरफुल
होइन सबैभन्दा पुरानो र आजसम्म जति पनि मान्छेहरू इन्लाइटेनमेन्ट भए विपासनाबाटै भए र पछि पनि विपासनाबाटै हुनेछन्। जुन इन्लाइटेनमेन्टको जुन सवाल छ त्यो चाहिँ 99% विपासनाबाटै हुन्छन् र जुनसुकै विधिबाट सुरु गरे पनि जानी नजानी जुनसुकै नाम दिए पनि अन्तिममा इन्लाइटेनमेन्ट हुने भनेको चाहिँ त्यो विपासनाकै मेथड हो क्या एउटै मेथड हो बुद्धिज्मले फलो गर्ने हो बुद्धिज्मले अब विपासना पनि धेरै तरिकाले गरिन्छ हाम्रो जुन विपासना मेडिटेसन क्याम्प भनेर गरिने विपासना छ नि त्यहाँ एक तरिकाले स्वयं बुद्धले 40 तरिकाले गराउनुहुन्थ्यो अनि एक तरिकाको विपासना चाहिँ ओसोले पनि गराउनु भयो होइन एक तरिकाको विपासना लगभग अलिक बुझ्नेलाई त्यो एउटै हो अलिकति कम बुझ्नेलाई त्यो अलिक डिफ्रेन्ट लाग्छ अलिकति डिफ्रेन्ट तरिकाले गराउनुहुन्छ अब तपाईँले डिफ्रेन्ट भन्दै हुनुहुन्थ्यो होइन ओसोले सुरुमा ओसो स्वयं पनि विपासना मेडिटेसनबाट इन्लाइटेनमेन्ट हुनुभयो ओसोले सुरुवातको 12 वर्ष विपासना मेडिटेसन गराउनु भयो किनभने ओसोलाई सुन्नु भएको छ हजुरले पढ्नु भएको छ सुनेको छु जसले ओसोलाई सुन्नु भएको छ पढ्नु भएको छ ओसोले सबैभन्दा धेरै प्रेम बुद्धलाई गर्नुहुन्छ ओसोले कसैको मूर्तिको विरोध गरिराख्दा पनि ओसोको आश्रममा बुद्धको मूर्ति हुन्थ्यो एकजना मात्रै त्यो मैले त देखेको होइन हाम्रो स्वामीजीले भन्नुभएको कुरा त्यही भएर अब यो अथेन्टिक त हुनु पऱ्यो नि त स्वामीजी भन्नुहुन्थ्यो कसै अहिले तपोवनमा हरेक मूर्तिहरू छन् तर ओसोले मूर्तिको विरोध गर्नुहुन्थ्यो बुद्धको मूर्ति चाहिँ हुन्थ्यो किनभने बुद्धलाई उहाँ प्रेम गर्नुहुन्थ्यो होइन त्यो विश्वास अन्धविश्वास आफ्नो ठाउँमा छ तर आफूले प्रेम गरेको मान्छे मसँगै छ भन्ने आभासको लागि एउटा हुन्छ नि हामीले प्रेम गरेको मान्छेको चिनो एउटा रुमाल पनि राखिन्छ नि पासपोर्ट साइजको फोटो पर्समा राखिन्छ नि यसको कुनै साइन्स छैन नि त त्यो सिर्फ एउटा पागलपन हो क्या त्यसरी राख्नुहुन्थ्यो भनेपछि विपासनालाई नै प्रयोग गर्नुहुन्थ्यो क्या अनि जस्तो ओसोले समग्र लाइफस्टाइल चाहिँ ओसोको हिन्दुइजमसँग जस्तो देखिन्छ होइन जस्तो मैले लगाएको कपडाहरू जस्तो सेलिब्रेसनका कुराहरू कीर्तन झट्ट हेर्दा तर मेडिटेसनलाई हेर्ने हो भने चाहिँ बुद्धले जुन सुरु गर्नुभएको थियो नि त्यसकै एक्सपान्ड जस्तो लाग्छ कि मलाई चाहिँ ओसोले गर्नुभएको यो हिन्दुइजम जस्तो देखिने मात्रै तर हिन्दुइजम होइन बुद्धिज्म हो होइन यो छुट्टै के यो कम्बाइन हो कम्बाइन हिन्दुइजम र बुद्धिज्म कम्बाइन होइन सबै समस्त क्रिस्चियनिटी पनि अनि मैले भनेको चाहिँ झट्ट हेर्दा चाहिँ हिन्दू जस्तो देखिन्छ अनि मेडिटेसनलाई मात्रै लियो भने झट्ट हेर्दा बुद्धिज्म जस्तो लाग्छ कि मेडिटेसनका कुरा चाहिँ बुद्धको लाग्छ मैले जोड्न खोजेको तर समग्रमा त जस्तो तपाईँ हामीले नर्मली संसारमा यति धर्म छन् यतिवटा बुद्ध पुरुषहरू थिए भनेर थाहा नभएका केही गुप्त तर बहुत रहस्यवादी चिजहरूलाई पनि ओसोले निकालिदिनु भएको छ जस्तो टेक्निकहरू होइन सुफी यहुदी अनि झेन नर्मली हामी त क्रिस्चियन अनि मुस्लिम सुन्छौँ नि त जस्तो फसिद मलाई पनि कति नामहरू थाहा छैन यसलाई चाहिँ धार्मिक हिसाबले हेरिदिनु भएन भन्ने कुरा भयो होइन यो साम्प्रदायिक हिसाबले हेर्नु भएन एक्जिस्टेन्सियल हिसाबमा जसरी साइन्समा चाहिँ आइन्स्टाइनको छुट्टै थोमस एल्वा एडिसनको छुट्टै न्युटनको छुट्टै छैन नि सबै छ नि भनेको अन्डरस्ट्यान्डिङ पुगेन क्या त्यो लेभलमा ओसोले चाहिँ त्यसरी नै एउटा अन्डरस्ट्यान्डिङ लेभल एउटा बुझाइको लेभल पुर्याउन खोज्नु भयो कि त्यो सम्प्रदाय त पछि आएका केही अबुझ पण्डित पुरोहित धर्मका ठेकेदारहरू राजनीतिज्ञहरू बिजनेसम्यानहरूले खडा गरे अब ओसोले चाहिँ त्यो बिग्रिएको कुराहरूलाई चाहिँ अब अर्को कुरा त तपाईँलाई जस्तो मैले भिडियो बनाएको थिएँ ओसोको बारेमा होइन त्यो ओसोको आगमन चाहिँ यो युद्धकै पेरिफेरीमा भयो क्या जस्तो आइन्स्टिनलाई चाहिँ आइन्स्टिनले एउटा मजाकमा हो कि न सिरियसली एउटा कथा छ नि आइन्स्टिनलाई चाहिँ सोध्यो अरे तेस्रो विश्वयुद्ध हुन्छ हुँदैन तेस्रो विश्वयुद्ध हुन्छ थाहा छ छैन तर चौथो चाहिँ हुँदैन किन हुँदैन भन्दा किनभने तेस्रो यदि भइहाल्यो भने रहँदैन कोही पनि मान्छे रहँदैन क्या त्यसरी हुन्छ भने अनि अब युद्ध धार्मिक युद्ध भइरहेछ होइन अब राज्य बिच युद्ध भइरहेछ जाति भनौँ न अलग अलग जस्तो महिला पुरुषकै पनि एउटा चलिरहेछ द्वन्द्व होइन व्यक्तिमा नि द्वन्द्व चलिरहेछ यो सारा द्वन्द्वको बिच चाहिँ अब ओसोको आगमन भयो क्या अनि सानैदेखि यो सबै चिजहरू अध्ययन गर्नुभयो ओसोले आफ्नै पाराले अनि
अब यस विषयमा यो मिस्टेरियस कुराहरू अरू देश जस्तो कृष्णमूर्तिका कुराहरू मैले त्यहाँ अलिकति जोडेको थिएँ। जस्तो यो शान्ति प्रेमीहरूले चाहिँ जे कृष्णमूर्तिलाई रोजेका थिए क्या यो शान्ति फैलाउनको लागि। अनि बुद्धको रिबर्थको होइन रिइन्कार्नेसनको कुरा पनि थियो। त्यो अलिक मिस्टेरियस हुन जान्छ कि यो कुराहरू। अनि त्यसको लागि बुद्धले चाहिँ कमिट गर्नुभएको छ कि म आजभन्दा 2500 वर्ष पछाडि चाहिँ मैत्रेय बुद्धको नाममा आउँछु भनेर। जस्तो जिससको नि कमिटमेन्ट छ, कृष्णको नि कमिटमेन्ट छ आउँछु भन्ने चाहिँ होइन। तर उहाँ नै नआउन पनि सक्नुहुन्छ। पछि आएका हरेक बुद्ध पुरुषहरू पनि उहाँकै हो भनेर मान्दा नि भयो। जसरी ओसो आउनुभयो यो कृष्ण उति बेला जब धर्मको विनाश हुन्छ त्यति बेला म आउँछु भनेको ओसोलाई मान्दा पनि भयो होइन। अहिले सद्गुरु हुनुहुन्छ उहाँलाई माने पनि भयो। अब जिससले होइन जस्तो उहाँले धर्मकै विरोध गर्नु भयो नि त फेरि आएर व्यक्ति होइन यो त्यो जुन भनाइ छ त्यो धर्मको कुरा होइन नि। उहाँ त त्यो व्यक्तिको कुरा हो। ओसोले धर्मको विरोध गर्नुभयो व्यक्तिको होइन। त्यही त कृष्णको होइन नि त। कृष्णको होइन। तर कृष्णले त कमिटमेन्ट गरेको धर्म सकिँदा नाश हुँदाखेरि आउँछु भन्नुभएको थियो नि त। फेरि आएर धर्मकै विरोध गर्नुभयो। हो नाश चाहिँ भयो क्या त्यो। तिनीहरूले जुन धर्म खडा गरेर चाहिँ नाश गर्यो। बुझ्नु भएन। कृष्णले खडा गरेको धर्म त त्यो थिएन नि त। कृष्णले हिन्दू बोलेको याद छ तपाईँलाई? गीता पढ्नुहोस् त। कृष्णले त्यस्तो भन्नुभएको छैन नि। कृष्णको गीता त एउटा ह्युमन इनर साइन्स हो नि। बुद्धको धम्मपद भनेको त्रिपिटक साइन्स हो नि। जिससले भनेको कुरा नि शुद्ध साइन्स हो नि। क्रिस्चियनिटीको कुरा छैन नि जिससको कुरामा। भनेको जिससले भनेकै कुरा होइन। फैसलाको दिनमा आउने छु समथिङ छ नि जिससको भनाइ होइन। मान्न सकिन्छ। तर उहाँले भनेको चाहिँ बिग्रियो क्या क्रिस्चियनिटीले बिजनेस बनाइरहेछ नि त। मान्छेहरूले नै यी के भन्छ यी ग्रन्थहरूको नै लडाइँ गरिरहेछ क्या। जस्तो बाइबल पढ्दा हिन्दूलाई पढ्दा कुनै आपत्ति आउने खालको शब्दहरू समेटेको छैन। त्यहाँ विचार छैन होइन। बुद्धिज्म पढ्दा त्यस्तो छैन। ओसो पढ्दा छैन होइन। गीता पढ्दा छैन। महाभारत पढ्दा कुनै पनि धर्मलाई आक्षेप आउने काम चाहिँ छैन। लेखेको छैन। तर पछाडिकोले व्याख्या गरेर जोडेको चाहिँ भेट्न सकिन्छ बरु होइन। अहिले लेखेका त के लेखेको छ बिग्रिएको त त्यसरी। पछि संस्करणमा पछिल्लो संस्करणमा के थपेको छ त्यो त कन्फ्युज पनि हुन्छ कि मान्छे गीता पढ्दा। सुरुको जुन कृष्णले बोले हो कि पछिका पण्डितहरूले जोडे हो। 5000 वर्षको कुरा छ यार। अहिले मैले भनेको कुरा त यदि अब यो त यसरी ऊ हुन्छ मतलब बोलेको रेकर्ड हुने भयो। यदि पत्रिकामा हुन्थ्यो होइन मैले तपाईँलाई भने तपाईँले सम्झेर लेख्नुभयो या अझ तपाईँले नि अर्कोलाई भन्नुभयो अनि सम्झेर लेख कति चिज चेन्ज हुन्छ भन्नु न। जब कि हजारौँ वर्षसम्म कृष्णले भनेको कुराहरू चाहिँ लेखिएनन्। बुद्धले भनेको कुरा 500 वर्षसम्म लेखिएन होइन। भनेपछि मान्छेले याद गरिराखेको थियो। भनेपछि अब जस्तो ओसोको कुराहरू पनि त ओसोले नभनिकन बोलेको मात्रै भयो त। मैले बोल्दाखेरि त अब जस्तो ओसोको धेरै समय बितेको छैन त्यही पनि मैले बोल्दाखेरि त कति चेन्ज हुन्छ। तपाईँले अब मैले ओसोकोले भनेको कुरा मैले बोलेको मात्रै सुन्नुहोस् 10% पनि मिल्दैन ओसोकै ठ्याक्कै गएर पढ्दाखेरि। त्यही भएर म त ठ्याक्कै अब त्यही हो मैले जे भन्छु या त मसँग मेडिटेसन टेक्निकहरू छन् आउने त्यही प्रयोग गर्ने आफै जान्ने। मैले बोल्ने कुराहरू त त्यो मेरो हो होइन। सिर्फ मान्छेहरू आउन् कि यस्तो चिजहरू हामीसँग छ जुन चाहिँ इनर ट्रान्सफर्मेसनको लागि मेन्टल ट्रान्सफर्मेसनको लागि पिसको लागि ह्याप्पिनेसको लागि हामीसँग टेक्निक छ भन्ने सिर्फ खबर हो। मैले बोलेका चिजहरू चाहिँ यही नै ज्ञान त होइन। या तपाईँहरू चाहिँ सिधै ओसोलाई पढ्नुहोस्। अन्तिममा रिकमेन्डेसन चाहिँ ओसोसम्मको लागि एउटा इसारा आउनुहोस् न। ओसो भन्ने एउटा यस्तो चिज हुनुहुन्छ यस्तो सोर्स हुनुहुन्छ जसलाई अब ओसोले फेरि ओसोलाई पढेपछि ओसोसँग एट्याच कोही हुँदैन। ओसोले हरेक डिस्कोर्समा भन्नुहुन्छ कि यो कुराहरू त ओसोले झन् क्लियर गर्नुहुन्छ कि मलाई पक्रेर नबस यो कुरा योभन्दा अगाडि सायद कसैले भनेको छैन। सबैजनाले मै स्वर्ग हुँ मै मार्ग हुँ मै मुक्ति हुँ म मेरो शरणमा आ भनिरहेको बेलामा ओसोले चाहिँ म इसारा हुँ तिमीलाई ऐना भनौ न। तपाईँले ऐनालाई हेर्दा फेरि ऐनामा आफूलाई देख्छ नि। तिमीभित्रै फर्किनको लागि म एउटा माध्यम बन्न सक्छु ट्रिगर बन्न सक्छु होइन। क्यारम बोर्डमा हान्दाखेरि यता आफूभन्दा पछाडिको चिजलाई हान्नु पऱ्यो भने त हामीले उताबाट ल्याउँछौँ नि त। आफूभन्दा अगाडिको चिज चाहिँ सिधै हान्ने हो तर आफूभन्दा पछाडि छ भने चाहिँ
सिधै हान्न मिलेन, उता घुमाएर ल्याउनु पऱ्यो। त्यस्तै अब हामीले आफूभन्दा बाहिर भएको चिज, अब मैले साइन्सको कुराहरू बाहिर भयो होइन, अब अभिनय गर्ने कुराहरू अरू संसारिक चिजहरू त बाहिर भए म सिधै जान्छु नि त त्यहाँ एट्याक गर्नलाई या गर्नलाई। तर आफूभन्दा पछाडि जुन चिज छ नि, जुन आफैभित्र छ, त्यसको लागि चाहिँ अब कि त एकदमै हायर कन्सियसनेसको मान्छे हुनु पऱ्यो। जस्तो बुद्ध अब संसारमा भोग्दा होइन, राजगद्दीमा मौज गर्दा गर्दा राजाको छोरा अन्तिममा रियलाइज भयो। उहाँलाई पनि ट्रिगर भएको त गुरु त होइन, तर बाहिरी चिजले नै ट्रिगर गरे हो नि त। मरेको मान्छे, बिरामी मान्छे, साधु, समथिङ 4टा चिज, रोगी, ट्रिगर त आफूभित्र हेर्नको लागि त चाहिन्छ कि बाहिर। त्यही भएर गुरुको काम यति हो खास भन्ने हो भने, गुरुको पनि होइन। हामीलाई चाहिँ गुरु नै चाहिन्छ। हामी मरेको मान्छे कति देख्छौँ, न्युटन्सको जस्तो दिमाग चाहिन्छ, हामीले झरेको स्याउ कति खाइयो भने जस्तै हो यो। ठ्याक्कै ओसो मेडिटेसन फलो गर्नु पऱ्यो भने कर्म के कुरा फलो गर्नु पऱ्यो, के कुरालाई ध्यान कर्म छ। ओसोको मेडिटेसन टेक्निक सबैभन्दा इजिएस्ट होइन। जस्तो मेडिटेसन भन्ने बित्तिकै त अलिकति गाह्रो हो नि त। अघि विपासनाको डिफ्रेन्ट बाटै जाउँ ल। हुन्छ। विपासना मेडिटेसन चाहिँ यसरी थपक्क हामी बसेर केही नगर्ने, विपासनामा नि केही नगर्ने, जस्ट जे भइरहेको छ त्यसलाई हेर्ने, त्यो भनेको आफैलाई हेर्ने क्या। विपासना भनेको विशेष तरिकाले हेर्नुलाई चाहिँ विपासना भन्छ होइन। त्यसको बिगिनिङ स्टेज भनेको चाहिँ आनापान सती योग हो, जुन चाहिँ सासलाई हेरिन्छ। स्टार्टिङ सासलाई हेरेर गरिन्छ, तर आफूभित्र हेर्दै जाने, शरीरको सेन्सेसनलाई हेर्ने, अनि हाम्रो माइन्डलाई हेर्ने। अनि खास ट्रान्सफर्मेसन चाहिँ माइन्डलाई हेरेपछि सुरु हुन्छ। तपाईँको सासलाई हेर्दै गर्दा, फिजिकल बडीलाई हेर्दै गर्दाखेरि चाहिँ कन्सन्ट्रेसन बिल्डअप हुँदै जान्छ, अवेर हुँदै जान्छ, एउटा हुन्छ नि त्यो तयारी हुँदै जान्छ। अनि अब जस्तो मेरो ट्रान्सफर हुनु पऱ्यो क्या, ट्रान्सफर हुनु पऱ्यो क्या। मेरो केही चिज वृद्धि हुने होइन क्या, म नै चेन्ज हुनु पऱ्यो। यसलाई बुझाउन अलिक गाह्रो छ। जस्तो मेरो शरीर शक्तिशाली बनाउने होइन क्या, मेरो माइन्ड भन्दा पनि म नै चेन्ज हुने चिज हुन्छ नि, म नै चेन्ज हुनु पऱ्यो क्या, म नै अर्को व्यक्ति हुनु पऱ्यो क्या। ट्रान्सफर्म भनेको चाहिँ त्यो हुन्छ क्या। जस्तो माइन्ड सेटअपलाई चेन्ज गर्ने हो भने त्यो चाहिँ माइन्डलाई नै अब्जर्भ गरेपछि सुरु हुन्छ। त्यो माइन्डलाई अब्जर्भ गरेपछि सुरु हुन्छ। जस्तो मैले बुझेको कुरा भनौँ, भन्नुहोस् त, हो कि होइन थाहा भएन, तर मैले अलिकति अध्ययन गर्दाखेरि जस्तो माइन्डलाई हामीले चेन्ज गर्नु छ भने माइन्डभित्र त नर्भ्सहरू छन्, साइन्टिफिकली त हामीले मैले माइन्ड भन्नेपछि ब्रेनको कुरा गरेँ होइन है, त्यो फिजियोलोजिकल पार्ट होइन फेरि माइन्डको। ओके, थिङ्किङ, फिलिङ्स। ओके, या तपाईँले के सोचिरह, अब अहिले त हामी कुरा गर्दैछौँ, यदि सम्भव भएसम्म अहिले पनि तपाईँको माइन्डमा के चिज चलिरहेको, तपाईँलाई कस्तो खालको इमोसन फिल आइरहेछ त अहिले मसँग कुरा गर्दै गर्दा तपाईँ एकछिन फिल गर्न सक्नुहुन्छ माइन्डमा के चलिरहेको छ, या कस्तो फिल गर्दै हुनुहुन्छ? हल्का तनाव, हल्का डर। यी पोडकास्ट सुरु हुनुभन्दा अगाडि अलिअलि डर पनि भएको थियो कि यो मान्छे कस्तो होइन, तर अहिले अलिअलि कम्फर्ट भइरह होला। एक्टिङ, हजुरले एक्टिङको कोर्स गर्नुभएको छ? ठ्याक्कै एक्टरले सबैभन्दा पहिला बुझ्छ यो कुरा। तपाईँले हो एक्टिङमा बवाल गर्न चाहनुहुन्छ भने यो चिजलाई ठ्याक्क समात्नुहोस् त। एक्टिङमा जब हामी अब्जर्भ गर्छौँ नि क्यारेक्टर, त्यसको उद्देश्य मात्रै डिफ्रेन्ट हो क्या। अब्जर्भको बिगिनिङ स्टेज एउटै हो, जुन मनमा के चलिरहेको छ, क्यारेक्टरका कुराहरू आउँछ नि। अनि अब यसको उद्देश्य अलिक डिफ्रेन्ट हो, अनि अलिकति डिफ्रेन्ट तरिकाले जान्छ, तर त्यो बुझ्न सजिलो हुन्छ। सबैभन्दा छिटो एक्टरले बुझ्छ यो कुरा चाहिँ होइन। सुरुमा अघि मैले भने सासलाई हेर्नुभयो, सँगसँगै आफ्नो फिजिकल बडीलाई हेर्नुहुन्छ। जस्तो एक्टिङमा हामीले अब्जर्भ गर्छौँ नि, यो चाहिँ फेरि अरूलाई होइन है, अरूलाई एक्टिङमा अरूलाई गरिन्छ या आफूलाई पनि गरिन्छ। आफूलाई मात्रै मैले हात चलाइराखेको छु, चेन्ज गर्ने होइन केही पनि। फेरि जस्तो माइन्डलाई चेन्ज गर्ने होइन। जस्तो अहिले मोटिभेसनल स्पिकरहरू, माइन्डसँग सम्बन्धित ट्रेनरहरूले चाहिँ पोजिटिभ थिङ्किङ होइन, पोजिटिभ थिङ्किङ भन्छन् नि, त्यसले कन्फ्लिक्ट गराउँछ। तपाईँले माइन्ड डाइभर्ट गर्ने होइन, तपाईँले नेगेटिभ कुरालाई पोजिटिभ गराउने होइन। माइन्डमा जे भएको छ सिर्फ थाहा पाउने, यहाँबाट क्रान्ति सुरु हुन्छ कि। थाहा मात्रै पाए पछाडि चेन्ज हुन्छ क्या, थाहा पाउने के बस। कति सजिलो छ क्या। अनि बुद्धको टेक्निक त्यही हो क्या, जस्ट थाहा पाउने, हेर्ने। जस्तो मेरो हात हल्लिरहेको छ, तपाईँले कसरी बसिरहनु भएको छ तपाईँलाई याद छ? एक्टरहरूलाई याद हुन्छ यो कुरा, त्यही भएर एक्टरलाई बुझाउनु सजिलो हुन्छ। मेरो खुट्टा हल्लिरहेको हुनसक्छ नि तल, अब हल्लिरहेको छ नि हल्लाउन छोड्ने होइन,
तर थाहा पाएपछि हल्लिन छोडो भने आफ्नो कुरा एउटा कुरा छोड्छ भने क्या बेकारमा किन हल्लाइरहेको छु मैले भन्ने हुन्छ नि त अनि एक्टरले चाहिँ हल्लाइ नै राख्छन् किनभने उहाँको चाहिँ अब्जर्भको कुरा हो तर नर्मली त थाहा भएपछि हल्लाइन नि यो चाहिँ सिक्नको लागि शरीर र ब्रिदिङ चाहिँ सिक्ने क्या यसरी अनि ट्रान्सफर्मेसन काहीँ न काहीँ फिल चाहिँ हुन्छ यहाँबाट पनि होइन तर ठ्याक्कै तपाईँको ट्रान्सफर्मेसन चाहिँ अब तपाईँलाई थाहा भयो मलाई रिस उठ्दैछ अब रिस उठेर यसलाई रिसलाई रोक्ने होइन यो गल्ती गर्नुहुन्न निकाल्ने नै हो बाहिर हुन्छ नि भित्र जुन दबेर मसँग भएको रियालिटी हो नि त त्यो त मैले दबाएँ भने त फेरि त्यो मसँगै हुन्छ कि त्यो फेरि कहिले न कहिले निक्लिन सक्छ अब यसको मतलब जोसँग रिस उठेको थियो त्यसैसँग त झन् निकाल्नै हुँदैन हो खुल्ला आकाशमा निकाल्ने यदि निकाल्नै पर्छ भने नत्र निकाल्नु पनि पर्दैन तपाईँले अब्जर्भ गरे पुग्छ शरीरै कामिरहेछ मानिलिउँ डर भइरहेछ हेरिरहनु भएको छ निकालिरहनु भएको छ अब तपाईँ इन्टेन्सली जानु पऱ्यो क्या यसको सोर्समा रिसको साइन्स के हो त त्यसैको रिदममा जानु पऱ्यो रिसको साइन्स के हो त के हो रिस बुझ्नु पऱ्यो क्या अनि बुझ्न जानु पऱ्यो यस्तै अरू जस्तो डर लाग्छ कहिलेकाहीँ कुनै पनि कुराले होइन जस्तो इन्टरभ्यू दिने कुरा भयो अगाडि गएर बोल्ने कुरा भयो या गर्लफ्रेन्डसँग पहिलोचोटि प्रपोज गर्दाको कुरा कुनै पनि कुरा या राति कतै जाँदाको डर होइन अब सकेसम्म त डरलाई भगाउने कोसिस गर होइन सकिँदैन भने त स्वीकार्ने हो हेर्ने हो अनि के हो त डर कहाँबाट आइरहेछ त भनेर बुझ्ने क्या त्यो मौकामा अनि जस्तो सेक्सुअलिटी होइन सबैभन्दा गहिरो हाम्रो जुन चाहिँ हामीले चाहेर पनि छोड्न नसक्ने भनेको त सेक्स हो नि त यसलाई पनि हेर्ने हो होइन अब सेक्सुअलिटी आइरहेको छ तर पार्टनर छैन भने पनि हेर्ने हो होइन अब छ भने पनि रोक्ने होइन छैन भने त रोक्नु पनि पर्ने हुनसक्छ छ भने त रोक्ने नै होइन तर त्यसलाई एकदम कन्सियसली जाने कि त्यसलाई एकदमै गहिराइमा जाने बुझ्ने के हो त सेक्स भनेको हामीले जीवनमा कतिचोटि एकजना मान्छेले उसो भन्नुहुन्छ हजारौँचोटि सेक्स गर्छ क्या एउटा जीवनमा तर पनि हामीलाई थाहा छैन कि के हो सेक्स भने किनभने हामीले त्यसलाई होसका साथ कहिल्यै अनुभव गरेनौँ नि त यदि होसका साथ गरेको भए त्यो इनर्जी ट्रान्सफर्म हुन्थ्यो त्यसलाई हामीले बुझ्थ्यौँ त्यसबाट मुक्त हुन्थ्यौँ अनि विपासनामा चाहिँ यसरी आफ्नो माइन्डको चित्त वृत्ति भन्छ यसलाई लेयर बाई लेयर हेर्दै जाने के नयाँ चिजहरू आउँदै जान्छ हेर्दै जाने होइन नेगेटिभ चिजहरू सुरुमा आउँछन् दुःखका चिजहरू आउँछन् अनि विगतका सबै दुःख एकदमै स्याड आउँछ अब सुख दुःखका कुराहरू नि आउँछन् एकदमै हुन्छ नि अब ध्यान गर्ने बित्तिकै आनन्द आउँदैन यो कसैले नि एक्सपेक्ट नगर्ने होइन सुरुमा त एकदमै तनाव आउँछ नर्मल जीवनमा जति तनाव थियो नि दुःख थियो त्यसको महाभाव आउँछ होइन त्यसप्रति साक्षी हुने अर्को एउटा सूत्र भनेको चाहिँ समतामा बस्ने अब ओशोको के अरे बुद्धको टिचिङ मध्येको महत्त्वपूर्ण बिर्सनै नहुने टिचिङ भनेको चाहिँ मध्य मार्ग राइट लिसनिङ सम्यक स्मृति भन्छ क्या सम्यक स्मृति सम्यक श्रुति सबै चिजमा सम्यक लाउनुहुन्छ क्या सम्यक भोजन सम्यक निन्द्रा सम्यक व्यायाम भनेको हरेक चिजलाई ब्यालेन्समा होइन तपाईँले जस्तो अनुभव भए पनि त्यसप्रति विचलित पनि नहुने एट्याच पनि नहुने त्यसरी हेर्दै गइसकेपछि चाहिँ अब हामीले हामीलाई चिन्छ के आफूलाई चिन्ने कसरी भन्छ नि मान्छेले त्यसरी आफूलाई चिन्छ नि ओशोको चाहिँ के भन्दा अब यसरी बसेर गर्नलाई सकिँदैन नि त होइन अब जस्तो मैले भने हामीले हाम्रो नेगेटिभ इमोसनहरूलाई या इन्काउन्टर गर्ने भन्यो तर यति धेरै आउँछ कि भैलबाडी जस्तो आउँछ आग लागि नै हुन्छ गाह्रो हुन्छ नि त मेडिटेसन गर्न सुरु गर्ने बित्तिकै जस्तो जुन भित्रबाट जुन डर आउँछ रिस आउँछ डिप्रेसनहरू आउँछ एन्जाइटीहरू आउँछ होइन रिस आउँछ त्यो सबै चिजहरूलाई इन्काउन्टर गर्न सकिँदैन एक त शरीरले साथ दिँदैन सुरुमा बसेर हेर्नलाई तर मेडिटेसन त गर्न पर्यो त्यही भएर मेडिटेसन स्पिरिचुअलिटीमा सुरुमा बहुत लामो समय तयारीमा बिताउनुपर्छ क्या विपासना भनेको सुरुमै गर्ने मेडिटेसन होइन नि विपासना कुनै पनि विगतका स्पिरिचुअल प्र्याक्टिसहरूमा के भनेको हुन्छ भने योग्य व्यक्तिहरूलाई दिनु तपाईँलाई यो याद छ स्पिरिचुअल क्रिया भनेको त गुप्त विद्या हो नि योग्य व्यक्तिहरूलाई दिनु सर्टेन परीक्षा लिनु तपाईँले विभिन्न सुफीहरूको विभिन्न फकिरहरूको हेर्नुभयो भने चाहिँ वर्षौँसम्म उनीहरूले प्रत्यक्ष गराउँछ भाँडै मात्रै माझेर राख्छ लुगा धुने बढार्ने तयार भयो अब उसलाई दियो विद्या नत्र हानिकारक हुन्छ जस्तो विज्ञान भैरव तन्त्रमा शिवले जब
विपासना पनि विज्ञान भएर त्यसको सोर्स भनेको विपासनाकै मान्छेहरूलाई नि धेरै कुरा थाहा छैन होइन। कस्तो भइदिन्छ भने मैले कुनै एउटा पाथ फलो गर्छु भने उसलाई अरू थाहा हुन्न कि, थाहा नहुनु गलत होइन, ऊ आफ्नो मात्रै यात्रामा जाने हो भने थाहा उसलाई एउटै इनफ हुन्छ। तर अर्को कन्सेप्ट पनि रङ भन्नु चाहिँ हुँदैन कि होइन। मलाई ओशोको सही लाग्छ भने मैले सद्गुरुको गलत भन्न मिल्दैन कि। मेरो लागि ओशोले काम गरिरहेको छ, मेरो लागि मोर देन इनफ ओशो। तर सद्गुरुको कसैलाई काम लाग्छ या विपासना कसैलाई काम लाग्छ या त्यसरी बुझ्नुपर्छ। अनि विपासनाकोहरूलाई पनि धेरैलाई थाहा छैन कि यो कुरा चाहिँ। जस्तो विज्ञान भैरव तन्त्र चाहिँ त्यसको सोर्स हो। विज्ञान भैरव तन्त्रको सुरुको 8-9 वटा विधि चाहिँ सासमा हेर्ने विधि छन् होइन। सासलाई हेर्ने विधि छन्, शिवले दिनुभएको विधि हो, त्यो हजारौँ वर्ष त सबैभन्दा पुरानो नै त्यही हो होइन। उहाँले पछि बुद्धले गर्नुभयो, पछि बुद्धले आफू इन्लाइटेनमेन्ट भएपछि धेरै इजी बनाउनु भएको क्या त्यसलाई, इन्लाइटेनमेन्टसँग अरू सूत्रहरू जोडेर। अब हुन त सानो हिस्सा होला त्यो या बाँकी नै रहेन होला पछि अरूलाई गराउँदा, किनभने उहाँले त अब आफूले खोजेर हुन्छ। सुरुमा सगरमाथा चढ्ने मान्छेलाई त धेरै गाह्रो भयो होला नि त, उसले त गलत बाटो घुम्यो होला नि त धेरै। तर ऊ 2-4 जना गइसके पछाडि त बनाइदिए नि त। त्यही हिसाबमा चाहिँ बुद्धले बनाएको विपासना चाहिँ प्युरेस्ट स्पिरिचुअलिटीको लागि प्युरेस्ट मेडिटेसन हो। तर तयारी चाहिँ गर्नुपर्छ त्यसको लागि ओशो मेडिटेसन। अनि ओशोको मेडिटेसनले चाहिँ यसलाई तयारी गर्छ भनेपछि अहिलेको मान्छेले पर्खिएर मेडिटेसन कहिले गर्ने? एक त मान्छेलाई मेडिटेसन गर्न आइज भनेरै बल्ल बल्ल लैजानुपर्छ। जाने बित्तिकै उसलाई त्यसको काँधेले काम गरेन भने त्यो फेरि त्यसले कहिले गर्छ योजनीमा भने चाहिँ उसले पहिलो झड्कामै पहिलो प्र्याक्टिसमै या गर्दै गर्दा नै ट्रान्सफर्मेसन फिल हुनु पऱ्यो हो। न यदि ठुलो जमातलाई आध्यात्मिक बनाउनु छ भने त्यसको लागि तयारी मान्छे चाहियो। न साधक तयारी हुनु परेन। अब गुरुले चाहिँ त्यस्तो टेक्निक निकाल्नु पर्यो रकेटको गतिमा यात्रा गर्ने। ओशोले भन्नु पनि भएको छ एउटा क्वेसन एन्सरमा, बुद्धको समयमा संसार गोरु गाडाको गतिमा चल्दै थियो, त्यही भएर अध्यात्म या टेक्निकहरू नि गाडाको गतिमा चल्यो, ठिक छ। अब त संसार त रकेटको गतिमा छ, जेट प्लेनको गतिमा छ भनेपछि आध्यात्मिक टेक्निक पनि जेट प्लेनको गतिमा भएन भने त सम्भवै छैन मान्छेको यो तनाव विसर्जन गर्नलाई। यति तनावमा छ। अनि अहिलेको मान्छेहरू यति तनावमा छ, बुद्धको पालामा थिएन, सिधा थिए। जस्तो अहिले हाम्रो हजुरबुबाहरूलाई धेरै अगाडि जानु परेन, हाम्रो हजुरबुबाहरूलाई चाहिँ हजुरबा यो कारणले गर्दा यस्तो चिजहरू गर्नु हुँदैन नि, यस्तो भगवानको कुराहरू पाप धर्मको कुराहरू गर्दैन यस्तो हुँदैन भन्दा ए हो भनेर त्यसलाई मान्नुहुन्थ्यो। अझ विशेष धार्मिक व्यक्तिले भन्नु भने त मान्नुहुन्थ्यो। हुनु त त्यसको गलत फाइदा उठाए आफ्नो ठाउँमा छ या यस्तो मान्नु। तर अहिलेको मान्छेले मान्छ, साधुहरूलाई कसैले पत्याउँछ भने उसलाई साइन्टिफिक तरिकाले बुझाउनु पर्छ कि पर्दैन। उसलाई आज धर्म गर अर्को जन्ममा फल पाउँछस् भने घरमा कसैले गर्नेवाला छ? छोड यार, अहिले जिन्दगी झन्ड भइरहेछ, अघिल्लो जन्म त्यहाँ जाएगा हुन्छ कि हुँदैन भनेपछि अहिले नै इन्स्टेन्ट रिजल्ट। एउटा कुरा इन्स्टेन्ट रिजल्ट, हजारौँ गुणा बेनिफिट अहिले नै गर्दै गर्दा देखिनु पर्यो ट्रान्सफर्म। तपाईँलाई मैले ओशोको डाइनामिक मेडिटेसन गराएँ, तपाईँले इन्स्टेन्ट मतलब इन्टेन्सिटीका साथ गर्नुभयो, तपाईँले अहिले ट्रान्सफर्मेसन गर्दै गर्दा फिल गर्नुहुन्छ। र त्यो गरिसक्दाखेरि अब शरीरमा चाहिँ दुख्छ, शरीर दुख्छ, त्यो कहिले हाइकिङ नगएको मान्छे गयो भने पनि थला पर्छ होइन, थला पनि पर्न सक्छ फिजिकल्ली चाहिँ। तर भित्रबाट त्यो ट्रान्सफर्मेसन अहिले देखिन्छ कि। तर ओशोले चाहिँ ठ्याक्कै 3 दिनको टाइम दिनुभएको छ। ओशोले दिनुभएको कुनै पनि मेडिटेसन टेक्निक तिमी सिर्फ 3 दिन प्र्याक्टिस गर। बनाउन त ओशोले गर्दै गर्दा नै बेनिफिट देखियोस् भनेर, तर धेरैजनालाई फिल नहुन सक्छ नि त, सबै सेन्सिटिभ हुँदैन। या शरीर दुखेको कारणले झन् भएन भन्ला होइन, शरीर त दुख्छ, शरीरमा त बिरामी भएर थला पर्न सक्छ, पहला लाग्छ, ज्वरो आउँछ, त्यसरी काम गर्छ क्या यसले चाहिँ। मलाई लागेको छ, म 1 महिना बेड रेस्ट गरेको छु, मैले त्यति इन्टेन्सली गरेँ हो होइन, ज्वरो आउने, पहला लाग्ने, रुगा लाग्ने एकैचोटि भएको छ मलाई। मेडिटेसन गरिसकेर दिनभरि म ओछ्यानमा पल्टिन्थेँ र पनि उठेर मेडिटेसन गर्थेँ। जबकि 1 महिना पछाडि त मेरो सारा चिज चेन्ज भएर आयो नि त। अनि स्वाद चाख्नको लागि 3 दिनको टाइम दिनुभएको छ हो। ट्रान्सफर्मेसनै चाहिँ हुँदैन, यसले काम गर्छ भन्ने चाहिँ ट्रान्सफर्मेसन चाहिँ 3 महिना। एक लेभलको ट्रान्सफर्मेसनको लागि 3 महिना कुरा। अब 3 महिनामा 1 लेभलको ट्रान्सफर्म भयो भने यो छोड्ने चिज होइन, यो चाहिँ औषधि होइन
रोग निको भएपछि छोड्ने। यो त टेक्निक चाहिँ चेन्ज हुनसक्छ। अब एउटा सर्ट कम्तीमै 3 महिना चाहिँ डाइनामिक गर, त्यसपछि विपासना गर भन्नुहुन्छ। विपासनाको लागि पार्ट 1 भन्नुहुन्छ कि ओशोले चाहिँ मेडिटेसनको। दुनियाँमा 2वटा मेडिटेसन छन्, जुन एउटा बुद्धको विपासना मेडिटेसन, एउटा मेरो सक्रिय ध्यान डाइनामिक मेडिटेसन। अरू केही पनि नगरिकन यति गरे पनि हुन्छ। तर मान्छेको धुर त्यहीँ हुन्छ नि त, मलाई मेडिटेसनै भएन, ठिक छ तिमी अर्को गर, त्यसले पनि भएन, ठिक छ अर्को गर। यसरी नै ओशोले 600 दिनुभएको छ खेल्नको लागि। कसैको नि बाहना कसैले मान्छेहरू टेन्सन भयो, मलाई त लास्ट डिप्रेसन भयो, एन्जाइटी भयो भनेर ध्यान गर्न जान्छन् नि, त्यो चाहिँ कतिको सान्दर्भिक हो? सक्रिय ध्यान सान्दर्भिक हो, उनीहरूले गर्नै पर्छ सक्रिय ध्यान। ओशोको डाइनामिक मेडिटेसन, विपासना लगायतका साइलेन्ट मेडिटेसन चाहिँ नगर्नु भन्छु होइन। रिसाउनुहुन्छ होला हाम्रो विपासनाको साथीहरू, उहाँहरूले सबैजनाले एउटा आध्यात्मिक भनेको प्रतिस्पर्धा होइन नि। अरू कम्पनीमा चाहिँ मेरोमा यतिजना साधकहरू छन् भने जस्तो हो त होइन नि। त्यसरी लाने होइन। स्वयं बुद्धले पनि सर्टेन योग्यता हेर्नुहुन्थ्यो कि त्यो ध्यान गराउँदाखेरि, यति समयसम्म बस होइन, यसरी सेवा गर होइन। अब त्यो बेलामा यस्तो अब बुद्धका नियमहरू थिए त्यति बेला। त्यो नियम जसले पुरा गर्छ त्यसले मात्रै गर्थ्यो होइन। पञ्चशील भए अनेक छन्। अब अहिले त्यहाँ बसिन्जेलको पञ्चशील हुन्छ, आएपछि पञ्चशील हुँदैन। अनि उहाँले दिएको त्यो अप्ठ्यारो कुराहरू पनि जसले पार गर्यो, अब यसले चाहिँ योसँग चाहिँ छ है, यसले यो चाहिँ सिरियस भएर आइरहेछ भन्ने हुन्छ। अनि दिने नत्र नर्मल मान्छेहरूको जीवनशैली झन् बिग्रिन्छ। अनि डिप्रेसन मेन्टल प्रब्लम भएकोहरूले चाहिँ प्लिज साइलेन्ट मेडिटेसन नगर्नु। उहाँहरूले चाहिँ बेस्ट भनेको त यो ओशो मेडिटेसन हो। अब आफ्नो प्रचार गरे जस्तो लाग्ला। त्यो बाहेक प्राणायाम, ब्रिदिङ टेक्निक कुनै पनि फिजिकल भइहाल्यो, ब्रिदिङ टेक्निक गर्ने। अनि मेन चाहिँ हामीभित्र जुन मनमा माइन्डकै थेरापी हुनु पऱ्यो भने चाहिँ ओशो मेडिटेसनमा चाहिँ सानो पार्टको रूपमा चाहिँ मेन्टल थेरापी, जसरी वेस्टर्नमा थेरापी गराउँछ नि भित्रको जुन निकाल्ने, त्यही प्रयोग हो क्या त्यो चाहिँ भनेको। अब अलग्गै थेरापीमा के फरक र त्यसमा नि के फरक पर्छ भनेर सुनौ न त होइन। विपासना मेडिटेसनको काम पनि हुने भयो त्यहाँ। अब थेरापी चाहिँ A to Z वेस्टर्न टाइपको साइकोथेरापी हो त्यो होइन। त्यो के फरक छ भन्दा, तपाईँ जुन सिचुएसनमा जुन परिस्थितिको कारणले तपाईँलाई मेन्टल प्रब्लम भयो, यो प्रब्लममा गएर त्यो निकालेर फेरि त्यही सिचुएसनमा आउनुभयो भने, जुन कारणले तपाईँलाई मेन्टल प्रब्लम भएको थियो जस्ताको तस्तै ठिक भएर पनि त्यहीँ फर्केपछि त तपाईँले फिजिकलको कुरा गरौँ न, तपाईँले जुन खाना खाएर जुन पानी पिएर तपाईँ बिरामी भइरहनु भएको थियो, औषधि खाएर उपचार गरेर फेरि त्यही खाना आउने होइन नि त। त्यो थेरापीले चाहिँ त्यसरी काम गर्छ। त्यो थेरापीले चाहिँ यत्तिकै जिन्दगीमा कसरी एडजस्ट गर्ने भन्ने कुरा सिकाउँछ होइन। तर त्यहाँ चाहिँ होइन, हामी अलग भएर आउँछौँ कि पुरानो चिजहरूलाई निकाल्नु मात्रै पर्याप्त हुँदैन क्या मेन्टल प्रब्लमको लागि। अब ट्रान्सफर्मेसनको लागि ऊर्जा चाहियो, शरीरमा ऊर्जामा काम हुन्छ, शक्ति चाहियो नि त। जस्तो सुकै समस्या हुने हो भने पनि मान्छेमा लबालब शक्ति हुने हो भने उसले त्यो झेल्छ, मजाले झेल्छ। मान्छेमा शक्ति छैन अहिले, शक्ति ऊर्जामा मात्रै काम चाहिँ योगले गर्छ। फेरि तपाईँ जस्तो मानसिक समस्या भएका मान्छेहरूलाई तपाईँले भने जस्तो साइलेन्ट मेडिटेसन नगर्ने, थेरापी गर्ने, योगा गर्ने, प्राणायामहरू गर्ने, एक्टिभ क्रिया गर्ने स्पिरिचुअलिटीमा नि। अनि योगा चाहिँ बेस्ट होला भन्नु होइन। ओशो बाहेक चाहिँ स्पिरिचुअलमा योगाको प्याकेज, योगा नि फिजिकल त्यति गहिरो हुँदैन। ब्रिदिङको काम चाहिँ एकदम ब्रिदिङ हो बेस्ट। स्पिरिचुअलमा सबैले बुझेको चाहिँ निष्पक्ष तरिकाले भन्दा प्राणायाम हो। तर प्राणायामसँग चाहिँ थेरापी जोड्यो भने चाहिँ फेरि ओशो मेडिटेसन भयो। ओशो मेडिटेसन चाहिँ साइकोथेरापी, योगा र विपासनाको कम्बाइन भयो क्या। ओशो मेडिटेसन नगर्ने भए चाहिँ यतापट्टि थेरापी र योगा गर्नु पर्यो, अनि पछि गएर ठिक भएपछि विपासना गर्नु पर्यो, अनि त्यस पछाडि बल्ल ओशोको एउटै मेडिटेसनको काम भयो। ठिक छ, हामी ओशोकै टपिकमा बोलिरहेछौँ भनेपछि होइन, यो तपाईँले कहीँबाट विरोधाभास होला भन्ने नसोचिकन मानसिक समस्या भएका मान्छेहरूलाई उहाँहरूले दैनिक जीवनमा गर्न सक्ने जस्तो बिहान उठेर दैनिक क्रियाहरू त गर्छ नि मान्छेले। मेन्टल समस्या भएको भने दैनिक जीवनमा त्यो तपाईँले भनेको काम गरेर उहाँहरू नर्मल लाइफमा आउने वातावरण कसरी बन्न सक्छ होला?
ओसोमै रहेर ओसोमै टिकेर गऱ्यो भने होइन ओसोमै टिकेर त दैनिक जीवनमै गरेर गर्ने हो होइन ओसोले त संसार छोड्छु भन्नेलाई पनि छोड्न दिनुहुन्न किन छोड्ने भन्नुहुन्छ कि होइन संसार छोडेर छोडिन्छ जहाँ गए त्यही संसार होइन होइन एउटा ऊ बेलामा माग्ने बुढाको एउटा सिरियल थियो क्या पृथ्वी ध्वस्त हुन्छ भन्ने एउटा कुरा आउँथ्यो नि त्यति बेला अनि ए पृथ्वी ध्वस्त हुँदैछ अरे भनेर दगुडिरहेछन् क्या अरे यार जहाँ दगुडे पनि त्यही पृथ्वी नै होइन भन्ने कुरा छ नि ए संसारबाट भागेर कहाँ जाने क्या संसारै संसार छ त सबै भनेपछि संसारको मतलब के हो पृथ्वी भनेको चाहिँ फिजिकल पार्ट भयो होइन संसार भनेको चाहिँ हाम्रो मनको कुरा हो क्या संसार भनेको खासमा यो भूगोलसँग सम्बन्धित कुरा पनि होइन खास यसलाई अलिकति फिलोसोफिकल तरिकाले जाने गहिरो तरिकाले बुझ्ने हो भने संसार भनेको माइन्ड हो क्या माइन्डले फिजाएको दुनियाँ छ नि काल्पनिक त्यो चाहिँ संसार हो क्या तपाईँको संसार अलग्गै कोही पनि कसै एक दुसराको संसारमा कोही पनि हुँदैन सबै आफ्नै संसारमा हुन्छ तपाईँ यहाँ हुनुहुन्छ तपाईँ के संसारमा हुनुहुन्छ म यहाँ छु पृथ्वी एउटै छ तर संसार अलग छ भनेपछि छोड्ने त कुरै भएन संसारमै बस्ने हो मात्र आफू भित्रको संसारलाई बदल्ने दृष्टिलाई बदल्ने सृष्टिलाई होइन त्यसका लागि ट्रान्सफर्मेसनको टेक्निक गर्ने अनि के गर्ने त भन्दा जे गरिरहेको छ त्यो बाहिरी दुनियाँको त केही चेन्ज गर्ने नै होइन गर्नु ठुलो गलत हुन्छ तपाईँले पोडकास्ट गरिरहनु भएको छ होइन कलाकारिता के छ कतै चेन्ज गर्ने होइन मात्रै तपाईँले ध्यान गर्ने एक टाइम या लाइफस्टाइललाई अलिकति म्यानेज गर्ने अनि यो मिडिया फिल्डमा बसेर लाइफस्टाइललाई ठ्याक्कै म्यानेज गर्न नि सकिँदैन तर एउटा ध्यान चाहिँ गर्ने क्या एक्टिभ मेडिटेसन या योगा प्राणायाम गरे पनि भयो डेली अनि सुत्ने उठ्ने कुराहरूलाई नि सकेसम्म चाहिँ म्यानेज गर्ने क्या यी चिजहरू अब कोसिस गऱ्यो भने हुन्छ जस्तो खानपानका कुराहरू भयो होइन अनि परिवार पनि जस्तो गर्लफ्रेन्ड छ बुढी छ छोराछोरी छ काम धन्दा छ अनि फेरि कस्तो भने भित्रबाट जब ट्रान्सफर्म हुँदै जान्छ नि त्यसको रिक्वायरमेन्ट अनुसार चाहिँ फेरि चेन्ज हुन्छ क्या त्यसलाई चाहिँ फेरि स्वीकार्दै जानुपर्छ फेरि त्यो लकिरका फकिर भएर चाहिँ बस्ने होइन के छुट्छ के चिज छुट्छ त जस्तो मेरो फिल्म लाइनका धेरै कुराहरू छुट्यो फेरि यस्तो हुन्छ फेरि जस्तो भित्रको जुन जस्तो तपाईँ कलाकार कोही मान्छे कलाकार बन्न खोजिरहेको छ कलाकार बन्नु नै उद्देश्य हुँदैन क्या कलाकार बन्नुको पछाडिको उद्देश्य हुन्छ नि त किन कलाकार बन्न चाहिँ त्यो चाहिँ क्यारी नै हुन्छ तर कलाकार बन्ने चाहिँ चेन्ज हुनसक्छ या ऊ जुन खालको कलाकार बन्न खोज्दै थियो त्यो चाहिँ चेन्ज हुनसक्छ तर पनि त्यो इनसाइड चाहिँ चेन्ज हुँदैन जस्तो मेरै कुरा गर्दा नि मेरो त अब पपुलर हुनु थियो म भित्र भएको जुन सानैदेखि मैले सोसाइटीलाई हेर्दै गर्दाखेरि सानैदेखि जुन चिजहरू मलाई गलत लाग्थ्यो अनि यस्तो भइदियो हुन्थ्यो जस्तो लाग्थ्यो त्यो चिजहरूलाई चाहिँ मैले ठ्याक्कै बनाउन नसके पनि आफ्नो भिजनहरू बाहिर निकाल्नु थियो त्यो भएर नै मैले फिल्म रोज्या मैले खास बुझ्दै जाँदा त मलाई कलाकारै बन्नुपर्छ भन्ने त थिएन नि त जबकि मसँग कलाकारिताको केही पनि थाहा थिएन भनेपछि त्यसको लागि अरू मिडियम मान्छे फ्रस्ट्रेसन हुने रिजन यो पनि हो क्या लकिरका फकिर भएर बस्छ मान्छेको डक्टरै बन्ने उद्देश्य हुँदै होइन के खासमा डक्टर बने पछाडिको के हो त त्यो हुन्छ नि त मेन्टल रिलिफ हुने मेन्टल्ली हेल्दी हुने एउटा टेक्निकमा यो पनि पर्छ के त्यो पछाडिको होइन अनि अब ओसोको उसमै थियौँ होइन हामी टेक्निकमै जाउँ फिलोसोफीको कुराहरू छोडिदिउँ ठ्याक्कै पोइन्ट वाइज भन्नु क्या यो गर्ने बिहान उठेर जति बजे उठिन्छ पहिलोचोटि 1 घन्टाको वर्कआउट गर्ने मेडिटेसन टाइपको मैले ओसोकै मेडिटेसन भनिनँ ओसोकै गर्नु सकेसम्म गर्ने 1 घन्टा यसमा सुरुवातमा सुत्ने उठ्ने समय पनि नबदल्ने मेरो अब बदल्न चाहनुहुन्छ भने बदल्नुहोस् तर म चाहिँ त्यो भन्दिनँ तपाईँले मासु खानुहुन्छ मासु नै खाइरहनुहोस् जति बजे उठिन्छ नि त्यस पछाडि चाहिँ 1 घन्टा ध्यान गर्ने क्या ठिक छ सुतेर उठेपछि 1 घन्टा चाहिँ म अरू केही काम गरिरहेको थिएँ त्यता मेरो लस हुन्छ जस्तो लाग्छ भने 1 घन्टा आधी घन्टा संसारको घटाइदेऊ 1 घन्टा निन्द्राबाट घटाऊ सकिन्छ भने त सबभन्दा राम्रो त निन्द्राबाटै 1 घन्टा घटाइदेऊ न 7 बजे उठिरहनु भएको थियो भने 6 बजे उठ्नुहोस् त्यो निन्द्राको 1 घन्टाले ध्यान गर्नुहोस् ध्यानले नै मिनिमाइज गरिहाल्छ मिनिमाइज निन्द्रा त कम भइहाल्छ 6 बजे उठ्दै हुनुहुन्थ्यो भने 5 बजे उठ्नुहोस् सुरुवातमा 5 बजे भन्दा नि अगाडि उठ्ने पागलपन नगर्नुहोस् यो चाहिँ अलिकति हद हुन्छ
उठिरहनु भएको छ भने त ठिकै छ, ध्यान गर्नुहोस्। तर निन्द्रा सबैभन्दा इम्पोर्टेन्ट हुन्छ मेन्टल रिलिफको लागि। ध्यान निन्द्रा नपुगिकन ध्यान हुँदैन के, त्यही भएर निन्द्रासँग लड्ने काम गर्नु हुँदैन, खानपानसँग लड्ने काम गर्नु हुँदैन। शरीरलाई जति सम्भव हुन्छ सुविधा दिने आफ्नो तरिकाले हो। यति हो कि आफै आइपर्ने असुविधाहरूलाई चाहिँ सहने। जिन्दगीमा आफै अनेकौँ असुविधाहरू आउँछन्, गर्दै जाँदा कहिलेकाहीँ खान पाइँदैन, कहिलेकाहीँ गर्दै जाँदा सुत्न पाइँदैन हो। तर आफैले चाहिँ त्यसलाई अप्ठ्यारा सिर्जना नगर्ने, ध्यान गर्ने। अनि बेलुका टाइम टेबल चाहिँ बेलुकाबाट सुरु गर्ने। बेलुका 7 बजे खाना खाने होइन, 8 बजे अगाडि खाना खाइसक्ने होइन। अनि सकिन्छ भने सुत्नुभन्दा अगाडि सानो काम गर्ने। बेलुका गर्न मिल्ने आफ्टर डिनर भनेको चाहिँ ओम च्यान्टिङ हो कि। त्राटक भन्ने मेडिटेसन छ, त्राटकको लागि अलिकति सिक्नुपर्छ, अलिकति चाहिन्छ। मैले गरिरहेको चाहिँ एउटा चाहिँ अब प्राणायाम पनि 1-2वटा प्राणायाम छ, त्यो पनि टेक्निकल्ली सिक्न पर्ला। खाना खाए पछाडि कम्तीमा 1 घन्टाको ग्यापमा 1 घन्टाको ग्याप त गर्न सकियो नि त। अनि ओम च्यान्टिङ नि पार्टिकुलर तरिकाले गर्न सकिन्छ, ट्रेनरसँग या युट्युबमा हेरेर सिक्दा पनि भयो। तर अहिले जसरी आइरहेको छ ओम च्यान्टिङ सबैलाई आउँछ नि त ओम च्यान्टिङ, या आफ्नो धर्मअनुसारको मन्त्र च्यान्टिङ गरेर बेलुका। अनि त्यो मन्त्रमा कन्सन्ट्रेट गर्यो भने बेटर स्लिपको लागि चाहिँ, जोसँग स्लिपको प्रब्लम छ उसले बिहान चाहिँ फिजिकल र ब्रिदिङ रिलेटेड अनि मेडिटेसन मिक्स भएको कुनै पनि वर्कआउट गर्यो 1 घन्टा डिभाइड गर्न सक्छ। फिजिकल्ली 20 मिनट, ब्रिदिङमा 20 मिनट, अनि त्यसपछि साइलेन्ट 20 मिनट डिभाइड गर्न सक्छ कि। विपासनालाई पनि अन्तिममा 20 मिनट गर्ने हो भने चाहिँ बिगिनिङमा गर्न सकिन्छ। अनि सुत्नुभन्दा अगाडि इमिडिएटली अहिलेलाई चाहिँ ओम च्यान्टिङ गर्न सकिन्छ। अनि 9 बजे र 10 बजेको बिचमा चाहिँ सुत्ने, सुरुवात त्यहाँबाट गर्ने होइन। अनि सुत्नुभन्दा अगाडि मोबाइल नचलाउने, यो डिजिटल कुराहरू नचलाउने। अनि त्यही हो मन्त्र गर्ने। अनि सकेसम्म आध्यात्मिक कुराहरू नै पढ्ने क्या, हेर्ने, तिनै चिजहरू हेर्ने। अनि दिउँसो त जे चलिराखेको छ संसारलाई चलाउने सुरुमा, अनि बिस्तारै जे बदलिँदै जान्छ देखा जाएगा। जे सेन्सिटिभ चाहिँ हुँदै जाने कुनै पनि चिजप्रति। जस्तो नर्मली मासु खानु हुँदैन भन्छन् नि होइन। अब नर्मली त नखाएको राम्रो, म त खाँदिनँ होइन, मेरो कुरा। म अरूलाई नखानुस् भन्दिनँ, नखाइ पनि आध्यात्मिक यात्रा हुन्छ, कम्तीमा नि सुरुवात गर्न सकिन्छ, पछाडि छुट्छ होइन। अनि नसालु पदार्थहरूका कुराहरू भए त्यो चिजहरू पनि नखानुस् भन्दिनँ म के। म त अझ के ओसोले के भन्नुहुन्छ भने तिम्रो नसा, चुरोट, रक्सी र ध्यानमा मेरो ध्यान यति कमजोर छैन नि रक्सीसँग डराउने। यदि तिम्रो रक्सीले नै जित्छ भने चाहिँ त तिमी रक्सी नै रोज, ध्यानको कामै छैन। म तिमीलाई चुनौती दिन्छु, तिमी रक्सी खाँदै गर, मात्र तिमी मलाई 1 घन्टा देऊ, ध्यान गर, हेर्दै जाऊ। तिमी सिरियसली ध्यान गर। ध्यान गर्ने टाइममा चाहिँ, ध्यान गर्ने टाइममा कम्तीमा रक्सी नखाऊ होइन, त्यो सिरियसली गर, हेर्दै जाऊ कसले जित्छ। यदि रक्सीले जित्यो भने तिम्रो लागि रक्सी नै ठिक छ होइन, जसले जित्छ त्यसैलाई रोज। तर ध्यानले नै जित्छ, किनभने त्यति पनि जितेन भने त्यो ध्यानको के मतलब होइन। त्यसरी भन्नुहुन्छ क्या उसले, त्यसरी दिनुभएको छ क्या टेक्निक होइन। अनि त्यो पनि नडराउने, त्यो केही नछ। तर पछि छुट्छ के तपाईँको। आखिरी मान्छेले रक्सी किन खान्छ? मान्छे चाहिँ यो नराम्रो हेबिटतिर किन लाग्छ त भन्दा त केही न केही सर्टेन ब्लिस खोजिरहेछ नि त उसले होइन। मनमा कतै केही भित्र तनाव छ, त्यसलाई भुलाइरहेको छ होइन। छटपट्टि हुन्छ होइन, तास खेल्यो, रक्सी खायो, मान्छेसँग गफ गर्यो, झगडा गर्यो, बाज्यो, मोबाइल चलायो, गाजाङ गुजुङ के भन्दा आफूसँग बस्दाखेरि उसलाई आनन्द आइरहेको छैन कि होइन। मसँगै बस्यो भने चाहिँ म खालि तर्सिन्छु क्या मान्छेहरू, त्यही भएर अरूलाई खोजिरह नि त। भनेपछि मसँगै बस्दा आनन्द आयो भने, अब यसमा 1-2वटा कुरा जस्तो तपाईँलाई तपाईँको प्रेमिकासँग बस्दा आनन्द आउँछ र न मान्छेले प्रेमिका खोज्छ होइन। प्रेमिकालाई पनि अवश्य पनि तपाईँसँग बस्दा आनन्द आयो हो, र त तपाईँसँग बस्न खोज्यो। यदि अरू स्वार्थ छैन भने, यदि प्रेम हो भने होइन। अहिले त धेरै कारण छन् नजिकाउने, आनन्द आओस् कि नआओस् होइन। भने मलाई मसँग बस्दा किन आनन्द आउँदैन? सोच्नु न। यदि तपाईँसँग बस्दाखेरि आनन्द आउँदैन भने याद गर्नुहोस्, तपाईँसँग बस्दा कसैलाई पनि आनन्द आउँदैन। त यदि कसैले तपाईँसँग बसिरहेको छ र आनन्द फिल गर्छ भने त्यो उसको अरू नै केही स्वार्थ छ हो। एकछिन सोच्नुहोस् त, तपाईँको लागि भन्ने हो, सुन्ने जति सबैको लागि, तर मेरो अगाडि त अहिले तपाईँ हुनुहुन्छ
एक्ज्याक्टली हो। भनेपछि पहिला के गर्नु पर्यो, म आफूको काम त आफूसँग गर्नु पर्यो नि। मैले मसँग बस्दाखेरि आनन्द आउनु पर्यो। मलाई केही मेरो जरुरतको कारणले मान्छे खोज्नु नपरोस् क्या। म यति आनन्दित छु कि वाह यो आनन्द के गर्ने त, लभालब उठ्यो होइन। यो चाहिँ अब चाहियो के बाँड्नको लागि कोही न कोही। ल कसैलाई मैले बाँडेँ, मेरो एकजना रेगुलर मेरो आनन्द बाँड्नको लागि, मेरो प्रेम बाँड्नको लागि मैले एकजना प्रेमिका बनाएँ होइन। विभिन्न सोसाइटीको कारणले कृष्णको जस्तो, कृष्णको सवाल पनि यही हो नि हजारौँ। कृष्ण त यो सामान्य सोसाइटीलाई मान्ने मान्छे होइन, उहाँ त रिबेलियन हो होइन। कृष्ण नर्मल मान्छेहरूले भन्ने गरेको धार्मिक व्यक्ति हुँदैन नि। ऊ त आगो हो नि, खरानी होइन नि, जलाउने हो नि यो जति पनि खराब चिजहरू छन्। भनेपछि उहाँले त प्रेम बाँड्या हो नि त सबैजनालाई। आउने गोपिनीहरूले जुनसुकै इन्टेन्सनले आए त्यो उनीहरूको कुरा हो, तर कृष्णको तर्फबाट त प्रेम मात्रै थियो। उहाँमा लबालब ऊर्जा छ, लबालब प्रेम छ, आनन्द छ होइन। उहाँ त एक्लै बस्दाखेरि आनन्दित हो। उहाँले कुनै पनि गोपिनीलाई छोड्दाखेरि उहाँले फर्केर हेर्नुहुन्न थियो कि। उहाँ बसुन्जेल गोपिनीकोलाई प्रेम दिनुभयो होइन, आफ्नो लागि होइन। फर्केर हेर्ने भनेको त आफ्नो लागि जसले गरिरहेको थियो उसले फर्केर हेर्छ। गोपिनीले हेरिन होला अर्कोसँग जाँदै गर्दा पनि, गोपिनीको मनमा ईर्ष्या पनि थियो होला, अनेक थियो होला, तर कृष्णले त त्यो प्रेमलाई सेलिब्रेट गरे हो। ओशोको जोरवादी बुद्ध कन्सेप्ट हजुरलाई थाहा छ नि। भनेको चाहिँ जोरबा भनेको चाहिँ बाहिरी संसारमा अहिले हामी नर्मली मान्छेहरूले संसारमा जे गरिरहेछ लगभग त्यसको पनि पराकाष्ठा क्या। संसारिक मस्ती हुन्छ नि, भोग समृद्धि, त्यसको पनि पराकाष्ठाको प्रतीक हो क्या जोरबा भनेको। बुद्ध भनेको त आध्यात्मिक ध्यानको प्रतीक हो, जो चाहिँ 1 इन्च पनि नहल्लिकन उसलाई केही कुराको मतलब छैन बाहिर, करुणाको खानी, ध्यानको प्रतीक बुद्ध। यो दुईटाको संयोजन चाहिन्छ संसारमा, नत्र संसार टिक्नेवाला छैन। सिर्फ भौतिकवादीहरूले पनि संसारलाई टिकाउन सक्दैन, यिनीहरूले नष्ट गरेर गर्छ। अब आध्यात्मिक व्यक्तिहरू मात्रै भएर उनीहरू ध्यानमा बस्छ, उनीहरू जान्छ होइन। संसारको लागि कन्ट्रिब्युसन नै केही भएन, त्यसरी संसार पनि रहँदैन। सिर्फ बुद्ध मात्रै भएर नि बुद्धलाई पाल्ने कसले, बुद्धका भिक्षुहरूलाई पाल्ने कसले, जबकि उनीहरू काम गर्दैनन्। कमाउनु पर्यो नि अहिलेको साधकहरू। अनि अर्को कुरा त रेस्पोन्सिबिलिटी, जो मान्छे अज्ञानी छ नि उसलाई रेस्पोन्सिबिलिटी दिन पनि सकिन्न क्या। बच्चाले केही कानुनी कारवाही के अरे अपराध गर्यो भने उसलाई हामी जेल हाल्दैनौँ कि, सुधार गृहमा पठाउँछु। अब आध्यात्मिक हिसाबले भन्ने भने जो आध्यात्मिक छैन उनीहरू काइन्ड्स अफ बच्चा के, इनर इनसाइडको हिसाबले भनेपछि उनीहरूलाई हामीले दोष ठहर्याउन मिल्दैन। त्यो भएर जो आध्यात्मिक व्यक्ति छ उनीहरू जडा जमाएर, बुद्धले म गवाही हुँ के अरे, जिससले म तिम्रो गवाही हुँ होइन, तिम्रो सबै पापको गवाही भनेको साक्षी, म साक्षी हुँ, म दोषी हुँ, म दोषी हुँ, तिमीहरूको पाप सबै म लिदिन्छु, म क्रुसमा चढ्छु तिमीहरूको पाप क्षमा गर्नको लागि। भन्नुको अर्थ के त, तिमीहरूले जति पनि गल्ती गरिरहेको छौ तिमीहरूलाई दोष ठहराउन सकिँदैन। त्यो बिचमा जो आँखा देखेको छ नि उत्तर उसले दिनुपर्छ क्या। गवाही हुँ भनेको चाहिँ साक्षी जस्तो के, साँची बस्ने भन्छ नि। परमात्माले यदि क्वेसन सोद्धाखेरि तिमीलाई सोध्दैन, त्यसको उत्तर मैले दिनुपर्छ। त्यही भएर तिमी चिन्ता नगर, तिम्रो पाप सबै क्षमा भयो भनेको छ नि। भनेको आध्यात्मिक व्यक्तिहरू जरा जमाएर बस्नुपर्छ कि संसारमा होइन। अब यदि कसैको स्वभावै छैन भने उसलाई उसको मर्जी हो होइन, स्वतन्त्रता भन्ने कुरा पनि हुन्छ। तर सकेसम्म चाहिँ कम्तीमा नि डराएर भाग्नु चाहिँ भएन। संसारमा गाह्रो छ नि यार, तपाईँलाई थाहा छ नि फिल्म इन्डस्ट्रीमा यो पापड बेल्नुपर्छ नि होइन। त्यसपछि हामी निकै लामो समय गफ गरिसकेका छौँ। हजुर, धेरै कुराहरू भयो अध्यात्म सम्बन्धी। अनि मलाई लास्टमा धेरै छन् तर धेरै समयको पनि पाबन्दी हुने, कलाकारिताको कुरा त मैले आफै जोडेँ तपाईँले। यसमा चाहिँ मलाई एउटा कुरा के जोड्न मन लाग्यो भने, ओशो भन्ने बित्तिकै सेक्सुअलिटी जोडिन्छ। हजुर, यो चाहिँ तपाईँलाई किन हो जस्तो लाग्छ अध्ययन गरिरहँदा? साइन्सले के भन्छ, हाम्रो 5वटा सेन्स छ, मतलब आँखा, नाक, कान, जसले चाहिँ हामीले कुनै चिज हेर्छौँ। लेटेस्ट साइन्सले के प्रुभ गरेको छ भन्दा
मान्छेको जुन सेन्स छ नि यसले चाहिँ कुनै चिजलाई जस्तो आँखाले देख्ने काम मात्रै गर्दैन, आँखाले आफूले नचाहेको चिजलाई नदेख्ने काम पनि गर्छ अरे कि। तपाईँले त्यही चिज देख्नुहुन्छ जुन चिज तपाईँ चाहनुहुन्छ, तपाईँले त्यही चिज सुन्नुहुन्छ जो तपाईँ सुन्न चाहनुहुन्छ। विभिन्न वादहरूमा एउटा वादले अर्को वादलाई, एउटा सम्प्रदायले अर्को सम्प्रदायलाई नराम्रो भन्नुको पछाडि उसलाई त्यो पनि ठिक थियो तर मैले नराम्रो भन्ने होइन, उसलाई साँच्चीकै त्यो नराम्रै लाग्छ के, र उसले चाहिँ राम्रै गर्न खोजे आयो के। किनभने उसको अगाडि नै एउटा कन्सेप्ट छ जसले गर्दा उसले अर्काको कुरा चाहिँ नराम्रै सुन्छ के। अर्को धर्मको कुरा नराम्रै लाग्छ उसलाई, अर्को पार्टीको कुरा नराम्रै लाग्छ होइन। यो हाम्रो 1-2% चिजहरू मात्रै छिर्छ क्या हाम्रो दिमागमा। त्यही भएर कुल माइन्डका साथ बिना हस्तक्षेप होइन, आफ्नो जजमेन्ट बिना नै सुन्नुपर्छ भन्छ क्या। राइट लिसनिङ, राइट सिइङको कुरा यही त हो नि बुद्धले भन्नुभएको होइन। अब मैले किन भन्ने त भन्दा मान्छेले सेक्सुअलिटीको रूपमा उसलाई किन बुझ्यो भन्ने कुरामा धेरै बुझ्नुभयो होला होइन। भनेपछि मान्छेले वही चिज सुन्छ जो ऊ अलरेडी छ या उसले त्यो सुन्न चाहन्छ। मान्छेले वही चिज देख्छ जो ऊ अलरेडी छ या उसले त्यो चिज देख्न चाहन्छ। गेस्टाल्ट भन्छ क्या। एउटा चिज त तपाईँले हेर्नुहुन्छ, तपाईँले त्यहाँ दुईवटा चिज देखिन्छ होइन, एउटा घोडा होला एउटा जङ्गल होला। अनि जङ्गल देखेको बेला घोडा देखिँदैन, घोडा देखेको बेला जङ्गल देखिन्न, दुईटै चिज एकैचोटि देखिँदैन, मरिगई देखिँदैन। ल आकाशमा बादल लागेको बेला उसले हजारौँ चिज देख्छ कि। आफ्नो माइन्डको प्रक्षेपण हो क्या त्यो चाहिँ। त्यहाँ के छ भन्ने सवालै होइन। अब ओशोमा चाहिँ के छ त, ओशो भनेको सारा जीवनलाई उहाँले अगाडि देखाइदिनु भयो। हेर तिमी हो जीवनमा के छ, सेक्स पनि छ, जीवनमा के छ। ओशोले केसमा बोल्नु भएको छ, ओशोले राजनीतिमा बोल्नु भएको छ। मैले अघि सुरुमा पनि यो भन्दा अगाडि पनि भनेको थियो होला। तर अध्यात्म भनेको चाहिँ कुनै एउटा बिजनेस या अरू फिल्ड जस्तो होइन। एक्टिङ फिल्डको मान्छेले अरू चिजहरू नजान्दा फरक परेन होइन, साहित्यकारले अर्को चिजप्रति चासो नदिँदा फरक परेन। तर अध्यात्म भनेको त्यस्तै एउटा फिल्ड होइन के, जसले पनि चासो दिन पायो। यो समस्त जीवन हो क्या, जो अध्यात्ममा जसले पनि यसलाई अपनाउनुपर्छ र जो सिधै यसमा छन् उनीहरूले पनि सबैतिर आँखा लाउनुपर्छ भनेको। ओशो त आध्यात्मिक व्यक्ति हुनुहुन्थ्यो होइन। उहाँले चाहिँ सबै आयामलाई, सबै क्या कुन चाहिँ होला जसमा चाहिँ जीवनको कुन चाहिँ आयाम होला जसमा चाहिँ ओशोले चाहिँ बोल्नु भएन होइन। सेक्समा बोल्नुभयो, शिक्षामा बोल्नुभयो होइन, जनसङ्ख्या वृद्धि एउटा समस्याको रूपमा बढिरहेको थियो, महिला विभेदका कुराहरूमा बोल्नुभयो, अनि यो मांसाहारका कुराहरू भए होइन। धर्म त त्यही भएको कारणले त्यो पनि बोल्नुभयो सबै। अनि मान्छेले सेक्सुअलिटी किन सुन्यो भन्दा मान्छे सेक्सुअल छ के, मान्छे सेक्सुअल छ होइन। अब त्यो ठिकै पनि हो, उनीहरूले बुझ्नुपर्ने कुरा। तर कम्तीमा ओशोलाई पढ्नुपर्छ क्या आफूले। त्यो सेक्सकै कुरा पनि ओशोलाई पढेर भिजन बनाउनु। सम्भोक्से समाधि मैले भने नि, मैले सुरुमा पढेको किताब पनि सम्भोक्से समाधि हो। ओशोले 600वटा किताब छन्। ओशोको 5000 घन्टाको अडियो छ। ओशोको 5000 घन्टाको भिडियो, 9000 घन्टाको अडियो छ। त्यसमध्येकै एउटा जसमा 5-6 घन्टाको चाहिँ डिस्कोर्स छ, सम्भोक्से समाधि। त्यसको पनि आधा हिस्सा सम्भोग छ, आधा हिस्सा समाधि छ। त्यो पनि सुरुवात सम्भोगको कुरा गरेको छ, त्यसपछि प्रेमका कुरा छन्, समाधिका कुरा छन्। भनेको मान्छे के छ, सेक्सुअल छ। त्यो भएर त्यही हेर्छ। ओशोले पतञ्जलि योगसूत्रमा बोल्नु भएको छ। जस्तो अघि मैले भने नि, बाफरे इतिहासबाट हराउन लागिसकेका कस्तो महत्त्वपूर्ण ग्रन्थहरूलाई चाहिँ समसामयिक गरिदिनु। जस्तो विज्ञान भैरवतन्त्र हराइसकेको थियो। हिन्दुइजमकै कुरा गर्नेहरूले पनि हिन्दुइजममा जुन चिज बेकारको छ नि, जसले चाहिँ विवाद मात्रै खडा गर्छ, पुरोहितहरूको कर्मकाण्ड, तिनीहरू मात्रै मान्छेलाई थाहा छ होइन। पुराण थाहा छ, वेद थाहा छ। ती चाहिँ जुनको चाहिँ चाबी हराइसकेका साइन्स हुन्। तिनीहरू कामै छैन अहिले। त्यो चाहिँ खासमा पण्डितहरूले गरिखाने मेलो हो त्यो कर्मकाण्ड। खास हिरा विज्ञान भैरवतन्त्र, पतञ्जलि योगसूत्र तपाईँले पनि सुन्नु भएको छैन होला। तपाईँले त गीता सुन्नु भएको छ, पुराण सुन्नु भएको छ, हनुमान चालिसा सुन्नु भएको छ होइन। अनि चाहिँ हिरा त मान्छेलाई नजरमा आउँदैन। विज्ञान भैरवतन्त्रमा ओशोले अहिले म विज्ञान भैरवतन्त्र सुन्दैछु इङ्ग्लिसमा। यस्तो त्यो कसले सुन्ने भने
एउटा यत्रो बुकमा ओशोले 40 घन्टाका 2वटा भोल्युम भनेको यति किताब छ। सम्भोग समाधि त यत्रो छ नि, पतञ्जलि योग सूत्रमा यति किताब छ, 100 घन्टाको छ होइन। अब गीता अहिले गीता चाहिँ एउटा पपुलर हो, त्यो गीतामा बोल्नु भएको छ। गीता तपाईँले अहिले पढ्न सुरु गर्नुहोस्, तपाईँलाई 1 वर्षमा सक्नुहुन्छ ओशोले बोलेको कुरा सुनेर? सक्नुहुन्न तपाईँले, 1 वर्षमा सक्नुहुन्न गीता दर्शन। गीता सबैभन्दा धेरै बोलेको भनेको ओशोले गीतामा। गीता मैले कृष्णको नि कुरा गरेको थिएँ नि, कृष्णलाई ओशोले अहिलेको मनुष्य जाति चाहिँ ओशोले कृष्ण जस्तो बनाउन खोज्नु भएको हो क्या। कृष्ण चाहिँ जोरवादी बुद्धको विगतमा को थियो त प्रतीक भन्दा चाहिँ कृष्ण हो क्या। संसारको कुनै पनि आनन्दलाई उहाँले चाहिँ नकार्नु भएन। प्रेम होइन, रासलीला गर्नुभयो, युद्ध, जीवनका सबै आयाम। अब ओशोले चाहिँ त्यसको बारेमा बोल्नुभयो। अनि ओशोले चाहिँ कृष्ण जस्तो व्यक्ति उत्पादन गर्ने कोसिस गर्नुभयो, तर कृष्णले त्यो जिन्दगी जिउनु भयो क्या। ओशोले जुन चिजहरू अहिले भन्नुभएको छ नि, जस्तो सम्भोगका कुरा नि, रासलीला, ओशोका के अरे कृष्णका बच्चाहरू छैनन्, रामको बच्चाहरू थिएन, शिवको थाहा छैन हामीलाई, शिवलिङ्ग पुज्दैनौँ हामी, कस्तो कुरा गर्नुहुन्छ। हाम्रो हिन्दू ट्रेडिसनलमा त सेक्स कुराहरू वर्जितै थिएन के। अहिलेको जुन हिन्दुइजमको कन्सेप्ट भनेको चाहिँ हाम्रो मुस्लिम र क्रिस्चियनिटीहरूले बनाएको। अहिलेको जुन हिन्दू भन्ने नामै थिएन त हाम्रो ट्रेडिसनलमा होइन र। जबकि हाम्रो तपाईँ 2-4 जना भगवान्हरूको नाम भन्नु त, जनक भए, राम भए, शिव, उनीहरू सबैजनाले सम्भोग गर्थे के, प्रेम गर्थे, रासलीला गर्थे। एउटा होइन फेरि डबल तेब्बर होइन। थ्याङ्क यू सो मच। हस्, धन्यवाद। मलाई पनि आफ्नो कुराहरू राख्न दिनु भएन, साह्रै मजा आयो। धेरै छ क्या कुराहरू बोल्न मन थियो, तर समयको पनि पावन 4-5 घन्टाको राख्नुहोस् होइन। थ्याङ्क यू सो मच। हस्, धन्यवाद। आफ्नो मेरो कुरा राख्न दिनुभयो। मेन त यसरी मैले कुरा राखेको यो पहिलो हो, फेरि पनि कुरा गरौँला पछि है। हस्, धन्यवाद।